가타쿠시보 तामोपु데 यु ओधारेसी वा योगरेयासुई भनेर भनेको छ है। सो ओधारेसी भनेको चाहिँ युरिनलको यो मुनिपट्टिको ढुङ्गाको हो बेन्किनी बुचकेना यो नि च्युइस्तेने भनेर भन्यो है। सो यो मोब लगाउने बेलामा चाहिँ ल स्वागत छ सबैजनालाई मेरो अर्को भिडियोमा है। सो आज चाहिँ हामी के को बारेमा पढ्छौँ माथि टपिक हेरौँ त धोइरे सेसो है। टोइलेट सरसफाइको बारेमा चाहिँ आज हामी सम्पूर्ण कुराहरू सिक्छौँ है। यो चाहिँ इम्पोर्टेन्ट टपिक पनि छ है, किनकि यो टोइलेट सरसफाइ भनेको चाहिँ एभ्रीडे है, हरेक दिन चाहिँ गर्नुपर्ने सरसफाइ हो। सो हामीलाई चाहिँ यसको बारेमा सामान्य ज्ञानहरू चाहिँ हुनुपर्छ है। सो यो चाहिँ एक्जामको लागि पनि इम्पोर्टेन्ट हो है। सो तर यो चाहिँ पढ्न र बुझ्नको लागि चाहिँ एकदम सजिलो छ है, यो केही गाह्रो भन्ने चाहिँ छैन। ल अब सुरु गरौँ है। मुनिबाट यहाँ के भनेको छ केटाले हेर्नु त, चुकी वा धोइरेसेसो हो यात्तै कुयो भनेर भन्यो है। सो अब नेक्स्ट चाहिँ हामी टोइलेट सरसफाइ चाहिँ गरी हेरौँ गर्दै जाउँ भनेर भन्यो है। ल त्यसपछि अब केटीले के भन्यो यतापट्टि हेर्नु त, माखास्ते कुदासाई भनेर भन्यो है। यो भनेको चाहिँ तपाईँले मलाई अब विश्वास गरेर जिम्मा दिनुहोस्, मलाई जिम्मा दिनुहोस् भनेर भन्यो है। यो काम चाहिँ भनेर भन्यो। ल अब त्यसपछि यहाँनिर है मुनिपट्टि हेर्नु त, यहाँनिर के लेखेको छ भन्दा थोइरे सेसौदे सियो सुरु सिकिजाई भनेर लेखेको छ है। टोइलेट सरसफाइमा चाहिँ अब प्रयोग गर्ने सिकिजाई भनेको सामग्रीहरू है। सो अब माथिपट्टि चाहिँ अब टोइलेटमा चाहिँ प्रयोग गरिने सामग्रीहरू दिएको छ है। सो यो सबै हेरौँ है। कतिपय कुराहरू चाहिँ हामीले अलरेडी पढिसकेको कुराहरू पनि होला सामग्रीहरू है। सो कुनै नयाँ सामग्रीहरू चाहिँ तपाईँले थाहा पाउनुभयो भने चाहिँ अब त्यसको पिक्चर याद गर्नु पर्यो, नाम याद गर्नु पर्यो है। ल अब के सामग्रीहरू चाहिँ प्रयोग हुने रहेछ टोइलेट सरसफाइमा माथिबाट हेरौँ है। ल अब यहाँ सुरुमा यहाँबाट है, यहाँनिर के लेखेको छ हेर्नु त, बुरासी केस भनेर लेखेको छ है। अब बुरासी भनेको चाहिँ यो ब्रस है माथिपट्टि छ, अनि केसु भनेको चाहिँ यो केस भइहाल्यो है, मुनिपट्टि जुन चाहिँ ब्रस राख्नको लागि काम लाग्ने होल्डर केस भइहाल्यो है। सो यो ब्रस पनि टोइलेट सरसफाइमा चाहिँ प्रयोग गरिन्छ है। सो पछाडि हामीले अब पढ्ने बेलामा थाहा भइहाल्छ है। ल त्यसपछि अब यतापट्टि के लेखेको छ हेर्नु त, सिकिरी बकेट यो भनेको चाहिँ डिभाइडरवाला बकेट हो क्या। भनेको मतलब भित्र चाहिँ भाग भाग गरेर छुट्याएको हुन्छ। तपाईँले पिक्चरमा पनि देख्न सक्नुहुन्छ है। त्यो बकेटको यहाँनिर भित्र हेर्नु त डिफ्रेन्ट कोठाहरू बनाएको जस्तो छ है, छुट्टाएको जस्तो। अब यो चाहिँ के को लागि प्रयोग हुन्छ भन्दा जस्तै हामीले यो टोइलेटको मेन पार्ट सफा गर्दा अब छुट्टै चाहिँ टावेल प्रयोग गर्छौँ होइन। अब त्यो बाहेक अन्य सरसफाइ अन्य ठाउँको सरसफाइमा चाहिँ हामीले छुट्टै टावेल प्रयोग गर्छौँ। सो यो सामग्रीहरू चाहिँ छुट्याएर राख्नको लागि प्रयोग हुने भयो क्या। सो यस्तो खालको बकेटलाई चाहिँ सिकिरी बकेट भनेर भन्छ है। ल अब त्यसपछि यतापट्टि के लेखेको छ हेर्नु त, सो यहाँनिर चाहिँ अब दुईवटा कलरको पन्जाहरू दिएको छ है। एउटा पिङ्क दिएको छ अनि त्यसपछि पर्पल दिएको छ है। सो यो पिङ्कवाला चाहिँ के को लागि प्रयोग हुने रहेछ हेर्नु त, मुनिपट्टि बेन्कियो भनेर लेखेको छ है। अब बेन्कियो भनेको चाहिँ जुन हाम्रो शौचालय होइन, मेन शौचालय पार्टहरू चाहिँ सरसफाइ गर्ने बेलामा चाहिँ यो पिङ्क कलरको चाहिँ हामीले पन्जा लगाउनु पर्ने रहेछ है। सो त्यसपछि पर्पलको मुनि लेखेको छ सोनोता अथवा सोनोतानो, त्यो भनेको चाहिँ अन्य है, अन्य ठाउँहरू भन्ने अर्थ हुन्छ है। सो यो पर्पल कलरको चाहिँ अन्य ठाउँहरू टोइलेट बाहेक अन्य सरसफाइ गर्ने बेलामा चाहिँ पर्पल कलरको पन्जा चाहिँ लगाइने रहेछ है। सो अब यतापट्टि छ यहाँनिर हेर्नु त, फ्लोर साइन भनेको छ है। यो चाहिँ फ्लोर साइन भइहाल्यो, जुन चाहिँ हामीले काम सुरु गर्नुभन्दा अगाडि चाहिँ यो लगाउनुपर्छ, सेट गर्नुपर्छ भनेर अगाडि पढिसक्यो है। सो त्यसपछि मुनिपट्टि के लेखेको छ हेर्नु त, धोइरे यो सेन्जाई है। यो चाहिँ अब टोइलेटको लागि अथवा टोइलेट सफा गर्नको लागि प्रयोग गरिने डिटर्जेन्ट है, लिक्विड क्लिनिङ लिक्विड भयो है। सो त्यसपछि यतापट्टि छ सिरो भात, यो भनेको चाहिँ व्हाइट कलरको प्याड है। यो पिक्चर पनि याद गरिराख्ने, यो चाहिँ टोइलेटमा प्रयोग हुने व्हाइट कलरको प्याड हो है। यो चाहिँ टोइलेट सरसफाइमा धेरै नै युज हुन्छ है। ल अब यतापट्टि छ धावहरू, अब टावेल चाहिँ अब अलरेडी पढिसक्यो है, अगाडि पार्टमा पनि हामीले टावेलले कसरी पुछेर सरसफाइ गर्ने त्यो कुराहरू पढेको है। कलर अनुसार छुट्याएर प्रयोग गरिन्छ यो पनि है। ल त्यसपछि अब यतापट्टि, अब यो पिक्चर चाहिँ पहिला देख्नु भएको थिएन होला, यो चाहिँ याद गर्नु है। अब यहाँनिर के लेखेको छ भन्दा ग्रासु सेन्यो क्रोस भनेर लेखेको छ है। अब ग्रासु भनेको चाहिँ सिसा ऐना भनेर बुझ्दा हुन्छ है। सो त्यसपछि सेन्यो भनेको चाहिँ विशेष रूपमा प्रयोग हुने है। अनि त्यसपछि क्रोसु भनेको
कपडा भइहाल्यो है। अब यसको अर्थ के हुने भयो त सिसा सफा गर्ने विशेष कपडा है। सो यो चाहिँ टक्क कलर पनि याद गर्नु है। सो त्यसपछि के रहेछ नाम पनि याद गर्नु है। सो अब त्यसपछि मुनिपट्टि हेर्नु त होकोरी तोरी है। अब होकोरी भनेको डस्ट धुलो भइहाल्यो। तोरी तोरी मास भनेको चाहिँ हटाउनु रिमुभ गर्नु भन्ने अर्थ पनि हुन्छ है। सो यो होकोरी तोरी भनेको चाहिँ अब डस्ट रिमुभर भनौँ न है, धुलो हटाउने सामान अथवा सामग्री है। सो अब यो पिक्चर चाहिँ याद गरिराख्ने है। सो यस्तो खालको पिक्चर देख्नुभयो भने चाहिँ होकोरी तोरी हो भनेर बुझ्नु पर्यो है। ल त्यसपछि अब यतापट्टि छ यहाँनिर हेर्नु त यो चाहिँ अब हामीले पहिलेदेखि अब जानिसकेको है, देखिरहेको कुरा। मप भनेको छ त्यसपछि आँखा है, रेड कलरको। सो रेड कलरको भनेको मतलब यहाँनिर हेर्नु त यो त्यसमा चाहिँ रेड र व्हाइट दुईटा हुन्छ क्या। सो पहिला पनि हामीले मपको बारेमा पढ्ने बेलामा छुट्याएर पढेको थिएँ है। सो रेड चाहिँ टोयलेटको लागि प्रयोग हुन्छ भनेर त्यो बेलामा पढेको थियो है हामीले। सो यो यहाँनिर रेड भएको है, यो वाला मप चाहिँ प्रयोग हुन्छ टोयलेटमा है। ल त्यसपछि अब मुनिपट्टि के छ हेर्नु त जिजाई बौकी, यो चाहिँ एडजस्टेबल झाडु है, अलरेडी पढिसक्यो यसको बारेमा पनि। त्यसपछि बुङ्का चिरितोरी, यसको बारेमा नि पढिसक्यो है। यो चाहिँ डस्टप्यान है, फोहोर उठाउने बेला प्रयोग गरिन्छ। त्यसपछि बाकेच्चु भयो मुनिपट्टि। त्यसपछि अर्को के प्रयोग हुने रहेछ यो जो मात्तो है, यो चाहिँ फ्लोर प्रोटेक्सन म्याट, यो पनि धेरैचोटि हामीले पढिसक्यो है। अब यो चाहिँ भुइँलाई चाहिँ अब संरक्षण गर्ने म्याट है। सो हामीले चाहिँ केही गतिविधि गर्ने बेलामा चाहिँ भुइँमा चाहिँ फोहोर नहोस् है, भुइँमा चाहिँ असर नपरोस् भनेर यो म्याट चाहिँ ओछ्याउने गरिन्छ है। सो यो सामग्रीहरू चाहिँ अब टोयलेट सरसफाइमा चाहिँ प्रयोग हुने रहेछन् है। सो यो सम्पूर्ण सामग्रीहरू चाहिँ तपाईँले मजाले याद गर्नु होला है। सो एकदम सजिलो छ, त्यस्तो गाह्रो भन्ने त केही पनि छैन है यसमा। ल अब यतापट्टि केटीले के भन्यो हेर्नु त देवा हाजिमे मास्ने भनेर भन्यो है केटीले चाहिँ। सो ल अब म चाहिँ सुरु गर्छु है भनेर भन्यो है। अनि त्यसपछि यहाँनिर हेर्नु त केटीले के भन्यो नानी खारा त्यो चुकेरे बा यी नदेशका भनेर भन्यो है। यो भनेको चाहिँ नानी खारा भनेको केबाट है, त्यो चुकेरु भनेको चाहिँ काम सुरु गर्नु अथवा काम गर्न थाल्नु भन्ने अर्थ हुन्छ है। सो केबाट अथवा कुन स्थानबाट चाहिँ त्यो चुकेरेबा काम गर्न थालेमा अथवा सुरु गरेमा चाहिँ राम्रो हुन्छ, अथवा पहिला चाहिँ कुन काम सुरु गरौँ भनेर चाहिँ यो केटीले भन्यो है। ल यसमा चाहिँ यति कुरा छ। ल अब यति बुझिसकेपछि यतापट्टि हेरौँ ल। सो पिक्चर चाहिँ यस्तो खालको छ। अब के भनेको छ माथि केटाले हेरौँ है। ल अब यहाँनिरको हेर्नु त तोइरे सेसो वा साग्यो कोते म यो गरे म ओइ नोदे केही खाएको थियो कि नि साग्यो सुस्मेते इक्कानाइ त इकेनाइन्दा भनेर भन्यो है। सो यो भनेको के हो त भन्दा माथिबाट एउटा एउटा गरी बुझौँ है। सो तोइरे सेसो वा, अब हामी टोइलेट सरसफाइको कुरा गर्दा चाहिँ साग्यो कोते म यो गरे म ओइ नोदे। साग्यो कोते भनेको चाहिँ काम गर्ने एउटा क्लिनिङ स्टेप्स है, सरसफाइ गर्ने स्टेप्सहरू। त्यसपछि यो गरे म फोहोरहरू पनि धेरै हुन्छ त्यसैले है। केही खाएको थियो कि नि साग्यो सुसुमेते इकानाइ त इकेनाइन्दा भनेर भन्यो है। अब केही खाएको थियो कि नि भनेको चाहिँ एउटा योजनाबद्ध रूपमा प्लान बनाएर है। साग्यो सुसुमेरु भनेको चाहिँ कामलाई अगाडि बढाउनु, सरसफाइको काम चाहिँ अगाडि बढाउनु भन्ने अर्थ हुन्छ है। सो यस्तो हुने भएको कारणले चाहिँ हामीले चाहिँ एउटा प्लान बनाएर योजनाबद्ध रूपमा चाहिँ कामलाई चाहिँ अगाडि बढाउनु पर्छ, नबढाइ हुँदैन भनेर भन्यो है। ल त्यसपछि अब यतापट्टि केटीले के भन्यो हेर्नु त केही खाएको थियो कि नि त्यसने भनेर भन्यो है, योजनाबद्ध रूपमा है भनेर भन्यो। ल अब त्यसपछि यहाँ मुनिपट्टि सबभन्दा सुरुमा त यो केटाले भनेको कुरा हेरौँ है। सो अब मुनि के भनेको छ हेर्नु त के हुन्थ्यो कि नि वा इच्चिखारा गो न जिउन दे यो गरेगा सुकुनाइ तकोरो खारा ओइ तकोरो हे जिउन नि सुसुमेते इकुन्दा भनेर भन्यो है। सो यो भनेको चाहिँ के हो त एउटा एउटा गरी बुझौँ है। सो अब यहाँ माथि हेर्नु त के हुन्थ्यो कि नि वा, अब के हुन्थ्यो कि नि भनेको बेसिक रूपमा सामान्यता भन्ने अर्थ हुन्छ है। सो बेसिक रूपमा चाहिँ अब इचिकारा गो नो यो खान्जी चाहिँ जिउनको खान्जी है, क्रमको। सो 1 देखि 5 सम्मको चाहिँ क्रममा चाहिँ हामीले यो गरेनोस् कुनै तोकोरो खारा फोहोर चाहिँ थोरै भएको ठाउँबाट है। त्यसपछि ओइ तोकोरो हे
है धेरै फोहोर हुने ठाउँतिर जिउन्नी सुसुमेतै कुन्दा एउटा क्रममा चाहिँ हामीले अब अगाडि बढ्दै जानुपर्छ एउटा क्रममा चाहिँ हामी काम गर्दै जानुपर्छ भनेर भन्यो है। ल यो कुरा चाहिँ याद गर्ने है। हामीले चाहिँ अब यो 1 देखि 5 भनेको चाहिँ स्पेसल्ली यहाँ तल मुनिपट्टि दिएको छ। अब यो चाहिँ कुन ठाउँ पहिला 1 देखि हैन 5 सम्म कुन कुन ठाउँ सफा गर्दै जाने भनेर दिएको छ है। सो त्यो एउटा क्रममा चाहिँ हामीले त्यसपछि फोहोरहरू चाहिँ सुकुनाइ तोकेर खारा है। फोहोरहरू चाहिँ थोरै हुने ठाउँबाट अनि धेरै हुने ठाउँतिर चाहिँ सरसफाइ गर्दै हामी अगाडि बढ्ने रहेछौँ है। ल सो यहाँनिर के लेखेको छ हेर्नु त मुनिपट्टि टोइलेट सेसोनो साग्यो नो जुनबान है। यो चाहिँ टोइलेट सरसफाइको चाहिँ अब साग्यो भनेको सरसफाइको काम त्यसको चाहिँ जुनबान भनेको क्रम भयो है। ल अब यो भनेको चाहिँ अब यहाँनिर ठाउँहरू दिएको छ 1 नम्बरमा यो ठाउँ 2 नम्बरमा यो है। पहिला चाहिँ यो ठाउँ व्यवस्थापन गर्ने अथवा सरसफाइ गर्ने त्यसपछि यो गर्ने भनेर यो 1 2 3 यो क्रम अनुसार चाहिँ हामीले त्यो ठाउँहरू सरसफाइ गर्दै जानु पर्यो है। ल अब 1 नम्बरमा हेर्नु त यहाँ 1 नम्बरमा भनेको छ गोमी बाको होज्यू भनेर यो दुईटा दिएको छ है। सो सबभन्दा 1 नम्बरमा चाहिँ के गर्नुपर्ने रहेछ त गोमी बाको भनेपछि अब 1 नम्बरमा चाहिँ हामीले फोहोर व्यवस्थापन गर्नुपर्ने रहेछ है। फोहोरलाई चाहिँ अलिकति व्यवस्थापन गर्नुपर्ने रहेछ है। त्यो डिटेलमा हामीले यतापट्टि अहिले अर्को पेजमा पढिहाल्छौँ है। सो त्यसपछि होज्यू होज्यू भनेको चाहिँ होज्यू सुरु भनेको चाहिँ रिफिल गर्नु भन्ने अर्थ हुन्छ क्या। सो जस्तै कुनै ह्यान्ड सोपहरू सकिएको छ कि छैन टोइलेट पेपरहरू सकिएको छ कि हैन त्यो चेक गरेर यदि सकिएको छ भने पूर्ण भर्नु रिफिल गर्नुलाई चाहिँ होज्यू सुरु भन्छ है। त्यो 1 नम्बरमा चाहिँ त्यो काम गरिन्छ हामीले सबै डिटेलमा पढ्छौँ है। त्यसपछि अब सेकेन्डमा कुन ठाउँ सफा गर्नुपर्ने रहेछ त यहाँनिर हेर्नु त सेनमेन दाई। अब सेनमेन दाई भनेको बेसिन भइहाल्यो है। सो सेकेन्डमा चाहिँ हामीले सेनमेन दाई सरसफाइ गर्नुपर्ने रहेछ है। सो त्यसपछि थर्डमा कुन ठाउँ सरसफाइ गर्नुपर्ने रहेछ हेर्नु त स्याउबेन्की है। अब स्याउबेन्की भनेको चाहिँ युरिनल भयो है। यो चाहिँ स्पेसल्ली भित्तासँगै जोडिएको हुन्छ है। अब बोइजहरूले युज गर्ने हैन पिसाबको लागि मात्र प्रयोग गर्ने युरिनल भयो है स्याउबेन्की भनेको चाहिँ। अनि त्यसपछि फोर्थमा हामीले दाइबेन्की। अब दाइबेन्की भनेको चाहिँ अब मेन दिशा गर्ने कमोड है टोइलेट बल भयो है। तपाईँलाई थाहा छ त्यो दिशा गर्ने भाँडो भनेर बुझ्दा भइहाल्यो हैन। सो स्याउबेन्की र दाइबेन्की भनेको यहाँबाट फरक यति हो है। स्याउबेन्की भनेको चाहिँ युरिनल भयो जुन चाहिँ पिसाब गर्नको लागि मात्र भयो। सो त्यसपछि दाइबेन्की भनेको चाहिँ मेन है दिशा गर्नको लागि प्रयोग गरिने है। सो यसरी चाहिँ छुटाएर सरसफाइ गर्नु पर्यो है। सो 1 नम्बरमा चाहिँ गोमीबागको साइड है त्यसपछि चाहिँ सेनमेन दाई है वास बेसिनहरू त्यसपछि 3 नम्बरमा चाहिँ युरिनल त्यसपछि 4 नम्बरमा चाहिँ दाइबेन्की है। त्यसपछि अन्तिममा कुन पार्ट सफा गर्नुपर्ने रहेछ त भुइँ है युखा है। यो सबै कुरा सकेपछि चाहिँ अन्तिममा भुइँ भागलाई चाहिँ सरसफाइ गर्नुपर्ने रहेछ है। ल अब चाहिँ यतापट्टि यस्तो छ है पिक्चर चाहिँ यस्तो छ। सो तपाईँले एकचोटि सर हेर्नु। अब हेडिङ के लेखेको छ माथि टपिक हेर्नु त धोइरे सेसो इचिबान गोमिबागको होज्यू है। सो अगाडि भनेको कुरा है हामीले टोइलेटको सरसफाइ गर्ने बेलामा चाहिँ 1 देखि 5 नम्बरसम्म हामीले ठाउँहरू छुट्याएर सरसफाइ गर्नुपर्छ भनेर पढाएको थियो है। सो त्यसमा 1 नम्बर 2 नम्बर सबैको बारेमा पढ्छौँ क्या हामीले चाहिँ 5 नम्बरैसम्म है कसरी सरसफाइ गर्ने भनेर। सो 1 नम्बरमा चाहिँ के थियो त गोमीबागको र होज्यूको कुराहरू थियो है। सो 1 नम्बरमा चाहिँ त्यो कुराहरू पढ्छौँ है हामीले है। टोइलेट सरसफाइमा सबभन्दा सुरुमा चाहिँ के गर्ने रहेछौँ त गोमीबागको जुन डस्टबिनमा भएको फोहोरहरू त्यो हल्का हामीले चाहिँ सङ्कलन गर्छौँ है। त्यसपछि होज्यू गर्ने कुरा है रिफिल गर्ने कुराहरू त्यो सबै तल पढ्छौँ है हामी। ल अब सुरु गरौँ है त यहाँ माथिबाट। यहाँनिर हेर्नु त देवा फुरुवा साइनो सेचिस्ते साग्यो खैसिसिमास भनेर भनेको छ है। सो यो भनेको चाहिँ के हो त भन्दा ल भनेर भन्यो देवा अनि फुरुवा साइनो सेची सुरु भनेको अलरेडी थाहा छ है। जुन हामीले काम सुरु गर्नुभन्दा अगाडि चाहिँ फ्लोर साइन चाहिँ सेट गर्नुपर्छ राख्नुपर्छ है मुनिपट्टि त्यो येल्लो कलरको साइन है। सो यो चाहिँ काम भइरहेको अवस्था है काम चाहिँ भइरहेको छ सरसफाइ काम भइरहेको छ भनेर मान्छेहरूलाई चाहिँ वार्न गर्न हेल्प गर्छ है। सो त्यसपछि अब फ्लोर साइन चाहिँ सेट गरेपछि के गर्ने त अब साग्यो खाइसिसिमास भनेर भनेको छ है। सो साग्यो खाइसी सुरु भनेको चाहिँ काम चाहिँ सुरु गर्नु भन्ने अर्थ हुन्छ क्या। खाइसी सुरु भनेको पनि है स्टार्ट गर्नु हाजिमेरु भन्ने अर्थ है। सो साग्यो खाइसिसिमास काम सुरु गर्छु भनेर
भन्यो है। यो कुरा पनि ध्यान दिने है, सबभन्दा सुरुमा स्टार्टिङबाटै दिएको छ है। 1 नम्बरमा चाहिँ हामीले यो टोयलेट सरसफाइ सुरु गर्नुभन्दा अगाडि चाहिँ टक्क फ्लोर साइन चाहिँ राख्नु पर्यो है। ल त्यसपछि अर्को मेन ध्यान दिने कुरा है, यहाँनिर लेखेको कुरा हेर्नु त। हाजिमेनी खोस्यो नहोकोर्यो झिहक्यो सितेकारा भनेर भन्यो है। अब यो भनेको चाहिँ के हो, यो चाहिँ एकदम इम्पोर्टेन्ट छ है। जहिले सरसफाइ गर्ने बेलामा चाहिँ हामीले सबभन्दा माथि अग्लो हाइटको होइन त्यो ठाउँको चाहिँ फोहोर धुलो केही छ भने त्यो हटाउनु पर्छ क्या। सो त्यही भनेको है। सो हाजिमेनी सबभन्दा स्टार्टिङमा चाहिँ के गर्नुपर्ने रहेछ त, अनि कोस्यो भनेको चाहिँ अग्लो ठाउँ है। सो अग्लो ठाउँको चाहिँ होखोरी भनेको धुलोहरू भइहाल्यो, अनि झ्याक्योसुरु भनेको चाहिँ हटाउनु है, सफा गरेर हटाउनु भन्ने अर्थ हुन्छ है। सो अग्लो ठाउँको चाहिँ धुलोहरू चाहिँ हटाउनु पर्ने रहेछ सबभन्दा सुरुमा है। जस्तै अब यो सेवबेन्कीको कुरा गरौँ होइन, अब यो चाहिँ जस्तै युरिनलहरू राखेको ठाउँमा पनि अब अग्लो अग्लो वाल राखेर चाहिँ अनि डिभाइड छुट्याइदिएको हुन्छ है। सो त्यो अग्लो ठाउँको माथिपट्टि है धुलोहरू त्यहाँ जम्मा भएको हुनसक्छ है। सो त्यो कुराहरू चाहिँ सबभन्दा सुरुमा हटाउने सफा गर्ने भनेर भनेको क्या है। अनि जस्तै हामीले मुनिको भागहरू सब सफा गऱ्यो अनि अन्तिममा पछि चाहिँ माथिको धुलोहरू निकाल्न थाल्यो भने चाहिँ फेरि त्यही धुलो तल झर्ने भयो, त्यो सफा गरेको मतलबै हुने भएन है। सो यो चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो, तपाईँलाई पनि थाहा छ होला होइन। सो यो चाहिँ तपाईँले सबैले फलो गर्नुपर्ने कुरा है। सबभन्दा सुरुमा चाहिँ अग्लो हाइटको फोहोरहरू चाहिँ सफा गर्नुपर्छ है। सो त्यही भनेको यसमा चाहिँ। ल सरी, अब मुनिपट्टि के भनेको छ केटाले हेर्नु है, यहाँनिर हेर्नु त। सो यहाँनिर भनेको छ अब धोइरे तो पेपाया हान्दो सोपुगा हेत्ते नाइखा खाकुनिन भनेर भनेको छ है। सो यो भनेको चाहिँ के हो त, टोयलेट पेपर र अब हान्दो सोपु भनेको चाहिँ ह्यान्ड सोप भइहाल्यो है। अनि त्यसपछि हेत्ते नाइखा भनेको चाहिँ कम भएको छ कि छैन है, कतै कम भएको छ कि खाकुनिन गर्नु पर्यो है, जाँच गर्नु पर्यो, चेक गर्नु पर्यो, कन्फर्म गर्नु पर्यो है। सो यो हेत्ते नाइखा भनेको चाहिँ हेरु है, हेरी मासको अब जुन एन्फोमै पढेको यो चाहिँ भोकाबुलरी हो। सो यो हेरु भनेको चाहिँ घट्नु भन्ने अर्थ हुन्थ्यो नि त। सो अब यो चाहिँ टोयलेट पेपर त्यसपछि ह्यान्ड सोपहरू चाहिँ कम भएको छ कि छैन त्यो कुराहरू चाहिँ जाँच गर्नु पर्यो, खाकुनिन गर्नु पर्यो है। अब त्यसपछि मुनिपट्टि के लेखेको छ हेर्नु त, यहाँनिर फुसोक सिते हेरेबा होजियो सिते को भनेर लेखेको छ है। अब फुसोक सुरु भनेको चाहिँ अर्थ अपुग हुनु अथवा कमी हुनु भन्ने अर्थ हुन्छ क्या। सो फुसोकु सिते हेरेबा है, अब त्यो टोयलेट पेपर ह्यान्ड सोपहरू चाहिँ अब युज भएर घटेर चाहिँ अब अपुग भएको कमी भएको अवस्था हो भने चाहिँ होजियो हो सिते हो को भनेर भनेको छ है। होजियो सुरु भनेको चाहिँ फेरि अघि भनिसकेँ रिफिल गर्नु, पूर्ण भर्नु है, अनि भरेर चाहिँ राखौँ भनेर भन्यो है। ल अब त्यसपछि यतापट्टि अब यहाँनिर लेखेको कुरा हेर्नु त, यो चाहिँ इम्पोर्टेन्ट हुन्छ है, यो पनि इम्पोर्टेन्ट छ है। अब यहाँनिर भनेको छ धोइरे तो पेपाया हान्दो सोपुगा सानबुनो इचिहोदो नि हेत्ते तारा आतारासिमोनो तो कोखन, त्यसपछि होजु सुरु भनेर लेखेको छ है। सो यो भनेको चाहिँ के हो त भन्दा टोयलेट पेपर त्यसपछि जुन यो ह्यान्ड सोप छ है, त्योहरू चाहिँ 3 भागको चाहिँ 1 भागसम्म क्या। यो जस्तै यो 1 भाग भयो, मुनि बचेको हरियो भाग है। सो त्यसपछि यो बिचको चाहिँ 2 भाग भयो, माथिसम्म 3 भाग भयो है। सो यो 3 भागको चाहिँ 1 भागसम्म क्या, यो मुनिको भागसम्म चाहिँ घटेको अवस्था छ है, हेत्ते तारा, अथवा यो मुनिको 1 भाग जति मात्र बचेको अवस्था छ भने चाहिँ हामीले के गर्नुपर्ने रहेछ त, आतारासिमोनो तो कोखान है, नयाँसँग चाहिँ अब हामीले साट्ने अथवा परिवर्तन गर्नुपर्ने रहेछ, अथवा होजिउ गर्ने, रिफिल गर्ने, पूर्ण भर्ने। जस्तै अब यो जुन टोयलेट पेपर छ अब यो चाहिँ रिफिल गर्ने भन्दा पनि अब चेन्ज गर्नुपर्छ यसलाई चाहिँ होइन, कोखान गर्नुपर्छ। सो नयाँसँग चाहिँ एक्सचेन्ज गर्ने है। सो त्यसपछि यो जुन ह्यान्ड सोप छ यसलाई चाहिँ हामीले होजिउ गर्न सक्यो है, रिफिल गर्न सक्यो है, पूर्ण भर्न पर्यो है माथिसम्म फेरि। ल त्यही भनेको ल यसमा चाहिँ। ल त्यसपछि अब मुनिपट्टि हेरौँ है, यहाँनिर के लेखेको छ हेर्नु त। चुगिनी ओबो चुइरे त घुमिबाको नाखामियो खाइसियो भनेर भन्यो है। सो यो भनेको चाहिँ के हो त भन्दा अलिकति यस्तो गरिदिन्छु है, यहाँनिर गोमिबाको देखोस् होइन। सो यहाँनिर के भन्यो त भन्दा नेक्स्ट चाहिँ अब यति गरेपछि हामीले के गर्नुपर्ने रहेछ त, ओबुचु इरे है। ओबुचु इरे भनेको पनि त्यही टोयलेटको है फोहोरहरू फाल्ने बिन भयो, अथवा
त्यसपछि गोमी भएको डस्टबिन है यिनीहरूको चाहिँ अब नाखामियो खाइसियो भनेर लेखेको छ है। सो नाखामी भनेको चाहिँ भित्री वस्तु भन्ने अर्थ हुन्छ। सो त्यो भनेको चाहिँ फोहोरहरू है खाइसु सुरु भनेको चाहिँ व्यवस्थापन गर्ने भनेर भन्यो है। सो यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ है। सो भित्र जम्मा भएको फोहोरहरू चाहिँ के गरेको छ, यो चाहिँ भित्र चाहिँ यो ब्याग हुन्छ है एउटा त्यहाँ जम्मा हुने। सो त्यसलाई चाहिँ बाहिर निकालेर यसरी बाँधेर राख्नु पर्यो, सङ्कलन गर्नु पर्यो भनेर भन्यो है सबभन्दा सुरुमा है। सो त्यसपछि अब यतापट्टि के भनेको छ अझै हेर्नु त, यहाँनिर लेखेको कुरा फुताया घुमिबाको नाइ भुगा योगरे ते तारा ताहरू दे फुइते ओकु भनेर भनेको छ है। सो यो भनेको चाहिँ बुझिसक्नुभयो होला है। फुता भनेको बिर्कोहरू भयो है। सो बिर्को र गोमिबाको नाइबु भनेको चाहिँ भित्री भाग है, भित्री पार्ट चाहिँ योगरे ते तारा फोहोर भएको है, अलिकति फोहोरहरू भएको अवस्था हो भने चाहिँ टावेलले चाहिँ पुछेर राखौँ भनेर भन्यो है। ल अब यतापट्टि के लेखेको छ हेर्नु त, यहाँनिर यो कुरा पनि इम्पोर्टेन्ट छ है। जस्तै गोमी स्योरियो थेबुकुरो भनेर भनेको छ है। सो यो भनेको चाहिँ के हो त, गोमी स्योरी भनेको चाहिँ स्योरी सुरु भनेको चाहिँ व्यवस्थापन गर्नु भन्ने अर्थ हुन्छ है। सो फोहोर व्यवस्थापन गर्ने बेलामा प्रयोग हुने तेबुकुरो भनेर भनेको है यो चाहिँ यहाँनिर है। सो जुन पिङ्क कलर र यो पर्पल कलरको दुईवटा पढेको थियो अगाडि हामीले है। पिङ्क कलरको चाहिँ मेन जुन टोयलेटको पार्टहरू होइन, टोयलेट पार्ट सरसफाइ गर्ने बेलामा चाहिँ त्यो लाउनुपर्छ। अनि त्यो बाहेक अन्य कुराहरूमा चाहिँ यो पर्पल कलरको सोनोतानोमा अन्य कुराहरूमा अन्य ठाउँमा भनेर यो देखाएको थियो है। सो त्यही भनेको है यसमा चाहिँ। त्यसपछि मुनिपट्टि के भनेको छ हेर्नु त, आतारासी फुकुरो हो सोच्याकु भनेर भनेको छ है। सो नयाँ झोला चाहिँ हामीले यहाँभित्र लगाउनु पर्यो, सोच्याकु गर्नु पर्यो है। ल यो कुरा चाहिँ इम्पोर्टेन्ट है। सो यति मात्र हो। सबभन्दा सुरुमा चाहिँ हामीले टोयलेट सरसफाइ गर्ने बेलामा एक नम्बरमा के गर्नु पर्थ्यो त, गोमी भएको यो डस्टबिनहरूको होइन त्यो एरिया चाहिँ व्यवस्थापन गर्नु पर्थ्यो। त्यसपछि केही कमी भएको छ भने होजिउ सुरु है रिफिल गर्ने त्यो कुराहरू छ है यसमा चाहिँ। ल अब यति बुझिसकेपछि यतापट्टि हेरौँ है। सो यतापट्टि पिक्चर चाहिँ यस्तो छ। सो माथि के लेखेको छ हेर्नु त, धोइरे सेसो निबान 2 नम्बर अनि सेनमेन दाई भनेर लेखेको छ है। सो यो अगाडिकै कुरा है। हामीले एक नम्बरमा चाहिँ गोमी भएको साइड होइन त्यो डस्टबिन भएको साइडहरू चाहिँ व्यवस्थापन गर्ने अनि होजिउ गर्ने त्यो कुराहरू थियो। त्यसपछि 2 नम्बरमा अब कुन भाग सफा गर्नुपर्ने थियो, सेनमेन दाई होइन त, यो वास बेसिन भएको भाग चाहिँ अब सफा गर्ने है। सो अब कसरी सफा गर्ने के कुरा हुन्छ सो हेरौँ है त। ल अब यहाँ माथिबाट ल। सो यहाँनिर हेर्नु त, जुगी वा सेनमेन दाई नो सेसो दायो भनेर भन्यो है। सो अब नेक्स्ट हाम्रो चाहिँ के हो त, सेनमेन दाई वास बेसिन एरियाको चाहिँ सरसफाइ हो भनेर भन्यो है। ल केटीले चाहिँ अब हाइच हजुर हुन्छ भनेर भन्यो है। सो अब यहाँनिर बिचमा के लेखेको छ हेर्नु त, सेनमेन दाई यो थेबुकुरो भनेर भनेको छ है। सो यो भनेको चाहिँ के हो त, सेनमेन दाई यो बेसिन एरिया सरसफाइ गर्ने बेलामा चाहिँ प्रयोग गर्ने पन्जा भयो है। जुन अगाडि हामीले पढिसकेको छौँ 2 प्रकारको अथवा 2वटा कलरको चाहिँ पन्जा हुन्छ, एउटा पिङ्क र पर्पल होइन त। सो पिङ्कवाला चाहिँ मेन टोयलेटको सरसफाइ गर्ने बेलामा, अन्य भागहरूमा चाहिँ हामीले यो पर्पल कलरको पन्जा लगाउँछ होइन त। सो त्यही भनेको है यसमा चाहिँ। ल अब त्यसपछि यतापट्टि हेरौँ है। अब हामीले कसरी सरसफाइ गर्ने त बेसिन एरियालाई है। ल यहाँ माथिबाट हेर्नु त के लेखेको छ त्यहाँ, सिरोपातो नि सेन्जायो चुकेते भनेर भन्यो। सिरोपातो भनेको अगाडि फर्स्ट पेजमा हामीले सिकिजाइ सामग्रीहरू चाहिँ पढ्ने बेलामा अनि यो सिरोपातोको बारेमा पढेको थियो है। त्यहाँ पिक्चर पनि थियो जुन चाहिँ मैले टोयलेटको सरसफाइमा धेरै प्रयोग हुन्छ भनेर पनि भनेको थिएँ है। सो त्यो व्हाइट कलरको प्याडमा चाहिँ अब सेन्जाइ हो चुकेते। सेन्जाइ भनेको डिटर्जेन्ट क्लिनिङ अब लिक्विड अथवा क्लिनिङ केमिकल डिटर्जेन्ट भयो है। सो यहाँनिर यो चाहिँ स्प्रे हान्ने जस्तो भाँडामा राखिने रहेछ। सो त्यसपछि त्यो चाहिँ व्हाइट कलरको प्याडमा लगाउने डिटर्जेन्टलाई है। सो त्यसपछि के गर्ने मुनिपट्टि हेर्नु त, यहाँनिर के लेखेको छ, सेनमेन दाई जेन्तायो सिरोपातो ते सेन्जियोस्तेकारा ताउरो ते मिजुबुकिसियो भनेर भन्यो है। सो यो भनेको के हो त, माथिबाट हेरौँ है। अब सेनमेन दाई भनेको बेसिन भइहाल्यो अनि जेन्ताई भनेको चाहिँ सम्पूर्ण पुरै भन्ने अर्थ हुन्छ है। सो बेसिनको सम्पूर्ण भाग अथवा यो फुल बेसिनलाई भन्न खोजेको है। सो बेसिनको सम्पूर्ण भागहरू चाहिँ अब सिरोपातो ते
जुन माथिपट्टि हामीले व्हाइट कलरको प्याडमा चाहिँ डिटर्जेन्ट लगाएको थियो त्यो प्याडले चाहिँ सेन्जियो सितेकारा सेन्जियो सुरु भनेको क्लिन गर्नु सफा गर्नु है सो व्हाइट कलरको प्याडले चाहिँ राम्रोसँग सबै सफा गरेपछि चाहिँ मुनिपट्टि के लेखेको छ हेर्नु त ताहुरुदे मिजुबुकी सियो भनेर भन्यो है टावेलले चाहिँ अब वेट क्लिनिङ गर्ने रे अब वेट क्लिनिङ भनेर मिजुबुकी भनेर मैले धेरैचोटि भनिसकेँ है यो चाहिँ टावेललाई चाहिँ हल्का भिजाइन्छ त्यसपछि एकदम बेसरी निचोर्ने है चिसो चिसो भएको अवस्थामा राखेर चाहिँ अनि पुस्ने त्यसलाई चाहिँ मिजुबुकी भनेर भन्छ है सो त्यसरी पुछौँ भनेर भन्यो है ल यहाँ मुनिपट्टि अब यो टावेल भइहाल्यो अब यतापट्टिको सिरो पातो व्हाइट कलरको प्याड भइहाल्यो है यो चाहिँ सामग्रीहरू ल त्यसपछि अब यतापट्टि के भनेको छ हेरौँ है सो यहाँनिर हेर्नु त सेनमेन दाइनो सेसो है माथिपट्टि भनेको चाहिँ यो बेसिनको चाहिँ सरसफाइ अब यो बेसिन एरिया यो बेसिनको सरसफाइ गर्ने बेलामा पनि 1 नम्बर कुन भाग 2 नम्बर कुन भाग 3 नम्बर कुन भाग भनेर यहाँ छुट्याएर दिएको छ है सो 1 नम्बरमा चाहिँ कुन भाग सफा गर्ने रे ज्यागुची अब यो ज्यागुची भनेको चाहिँ यो ट्याब है दारो भयो सबभन्दा सुरुमा चाहिँ यो दारोलाई चाहिँ सफा गर्नु पर्यो सो जहिले पनि माथिपट्टिको भागलाई चाहिँ सफा गर्दै जानुपर्छ है मुनितिर सो सबभन्दा सुरुमा चाहिँ माथिको यो ट्याबलाई सफा गर्ने है सो त्यसपछि 2 नम्बरमा हेर्नु त सेनमेन की अब सेनमेन की भनेको चाहिँ यो चाहिँ बेसिनको यो बल जस्तो कचौरा जस्तो भाग छ जुन यो यसलाई चाहिँ सेनमेन की भनेर भन्छ है सो सेनमेन दाइ भनेको चाहिँ होल सेटअप भयो क्या यो धारोहरू भएको यो पाइपहरू भएको यहाँ चाहिँ ह्यान्ड सोपहरू भएको हैन बीचमा यो बेसिन भाग भएको यो सबलाई चाहिँ सेनमेन दाइ भन्छ है बेसिन यो हातमुख धुने बेसिन भाग अनि सेनमेन की भनेको चाहिँ यो बिचको जुन यो कचौरा जस्तो भाग छ सो यसलाई चाहिँ सेनमेन की भनेर भन्छ है सो धारो सफा गरेपछि यो ट्याबलाई सफा गरेपछि चाहिँ सेनमेन की यो बिचको भागलाई सफा गर्नु पर्यो त्यसपछि 3 नम्बरमा हाइसुइको अब हाइसुइको भनेको चाहिँ ड्रेन ओपनिङ भन्ने हुन्छ जुन चाहिँ यहाँनिर यो बिचको भाग हेर्नु त यसै पानी छिर्ने मुख भनेर बुझ्दा पनि हुन्छ है सो पानी जाने ठाउँ अथवा पानी छिर्ने चाहिँ मुख भनेर बुझ्दा हुन्छ त्यसलाई चाहिँ हाइसुइको भनेर भन्छ है ड्रेन ओपनिङ सो त्यो चाहिँ अन्तिममा गर्नु पर्यो है ल अब त्यसपछि यहाँ रेडमा के लेखेको छ हेर्नु त यतापट्टि सेनमेन की यो गरेका चुकियासुई स्योमेङकारा सेन्जुसुरु भनेर लेखेको छ है सो यो भनेको चाहिँ के हो त भन्दा सेनमेन की भनेको चाहिँ यो कचौरा जस्तो बल पार्ट भयो है बेसिनको सो त्यो चाहिँ के हुने रहेछ त अब यो गरेका चुकियासुई फोरहरु चाहिँ सजिलै टाँसिने त्यस्तो हुने रहेछ है सो स्योमेनकारा सेन्जुसुरु भनेर लेख्यो है स्योमेन भनेको चाहिँ फ्रन्ट साइड अगाडिको भाग भन्ने अर्थ हुन्छ सो तपाईँ यहाँनिर उभिएपछि टक्क यो अगाडिको भाग भयो है यहाँनिर चिन्ह लगाइरहेको छ सो त्यो अगाडिको भागबाट चाहिँ सेन्जुसुरु सरसफाइ गरौँ भनेर भन्यो है सो यो एरियामा चाहिँ फोरहरु सजिलै टाँसिने त्यस्तो हुने रहेछ सो स्योमेनबाट टक्क अगाडिको फ्रन्ट साइडबाट चाहिँ सरसफाइ गरौँ भनेर भन्यो है ल अब यतापट्टि हेरौँ है सो यहाँनिर के लेखेको छ हेर्नु त यो गरेका तामारियासुई पोइन्ट भनेर लेखेको छ यो भनेको चाहिँ के हो त जुन यहाँ पोइन्ट गरेको ठाउँहरू छ जस्तै यो ट्याबको मुनिपट्टि त्यसपछि यहाँ हाइसुईको त्यहाँ पानी जाने मुख सो त्यो एरियामा चाहिँ यो गरेका तामारियासुई फोरहरु चाहिँ सजिलै जम्मा हुने थुप्रिने हुने रहेछ है सो त्यही भएर के या गोमियो जोक्यो भनेर लेखेको छ है के भनेको चाहिँ यो कपालहरू कपाल टाइपको फोर त्यसपछि अन्य फोर गोमियोहरु चाहिँ जोक्यो गरौँ है सफा गरेर निकालौँ भनेर भन्यो यो ठाउँहरुमा चाहिँ सजिलै त्यस्तो फोरहरु चाहिँ जम्मा हुने थुप्रिने हुने रहेछ त्यसैले जोक्यो गरौँ सफा गरेर निकालौँ भनेर भन्यो है ल अब मुनिपट्टि हेरौँ है यहाँ के भनेको छ यहाँनिर हेर्नु त साइगोनी खवाई तताहरु दे सियागेते सेनमेन दाइगा खान्ड्यो दायो भनेर भन्यो है यो भनेको चाहिँ साइगोनी अन्तिममा चाहिँ खवाई तताहरु दे एकदम सुक्खा टावेलले चाहिँ सियागेरू भनेको चाहिँ अन्तिमको कामलाई चाहिँ मजाले फिनिशिङ गर्नु अथवा फिनिशिङ टच दिनु भन्ने अर्थ हुन्छ क्या सो अन्तिममा चाहिँ सुक्खा टावेलले अब सियागेते मजाले पुछेर फिनिश गर्ने त्यसपछि चाहिँ सेनमेन दाइगा खान्ड्यो दायो भनेर भन्यो है त्यसपछि अन्तिममा त्यति गरिसकेपछि वास बेसिन एरिया सरसफाइ गर्ने काम चाहिँ खान्ड्यो दायो भनेको चाहिँ समाप्ति हुन्छ सकिन्छ भनेर भन्यो है ल अब मुनिपट्टि के भनेको छ हेरौँ है यहाँनिर हेर्नु त
उरागावा मादे फुकु त्यो पछाडिसम्म है त्यो एरो दिएको छ यो ट्याबको धाराको पछाडि भागसम्म मजाले पुस्ने है। अनि त्यसपछि यतापट्टि के लेखेको छ हेर्नु त मिजो आँखागा नोकरानाइ यो नि भनेको छ। अब मिजो आँखा भनेको चाहिँ जुन पानी चाहिँ अब सुकेपछि त्यहाँनिर हल्का कालो खालको दाग बस्छ त्यसलाई चाहिँ मिजो आँखा भन्छ। त्यो चाहिँ बाँकी नरहने गरी पुस्ने राम्रोसँग भनेर भन्यो है। ल अब त्यसपछि यतापट्टि के भनेको छ हेर्नु त यहाँनिर खागामी वा सेन्यो क्रोसो सियो सुरु त इचिदो ते सियागेरारिरुन्दा भनेर भन्यो है। सो यो भनेको चाहिँ के हो त अब वास बेसिनहरू सबै सफा गर्यो त्यसपछि माथिपट्टि रहेको खागामी ऐना सरसफाइ गर्ने बेलामा चाहिँ सेन्यो क्रोसु भनेर लेखेको छ है। यो भनेको चाहिँ अगाडि फर्स्ट पेजमा हामीले पढेको थियो। यो ग्लास अथवा ऐना पुछ्नको लागि एउटा विशेष प्रकारको कपडा भनेर भनेको थियो है। सो त्यसलाई चाहिँ सेन्यो क्रोसु भनेर भन्छ। सो त्यो प्रयोग गर्यो भने चाहिँ हामीले सियो सुरु त इच्छिदोते एकै पटकमा चाहिँ हामीले मजाले पुछेर चाहिँ फिनिस गर्न सकिन्छ सियागेरारेरुन्दा भनेर भन्यो है। ल अब त्यसपछि मुनिपट्टि के भनेको छ हेरौँ है। सो यहाँनिर हेर्नु त ताउरु नो बायो वा मिजुबुकी त काराबुकी गाहिच्यो भनेर भन्यो है। सो यो चाहिँ विशेष प्रकारको कपडा प्रयोग गरेर पुस्ने कुरा त भइहाल्यो है। अब अर्को तरिका पनि छ जुन हामीले अगाडि पढिसक्यो जस्तै पेज नम्बर 42 मा है। सो यो ऐनालाई चाहिँ हामीले टावेल प्रयोग गरेर चाहिँ कसरी पुछिन्छ ग्लासलाई भनेर अगाडिको भिडियोमा पढिसक्यो है। सो त्यही भनेको अब टावरु न बायुवा हामीले टावलले पुस्ने अवस्था हो भने चाहिँ मिजुबुकी जुन चाहिँ वेट क्लिनिङ है एकदम निचोरेको टावेलले पुस्ने र त्यसपछि खाराबुकी एकदम सुक्खा टावेलले पुछेर सकाउने है त्यो चाहिँ आवश्यक हुन्छ भनेर भन्यो है जुन चाहिँ अगाडि पढिसकेको कुरा। अब यो माथिपट्टि हामी यसमा पढेको चाहिँ सेन्यो कुरोसु एउटा विशेष प्रकारको कपडाले पुस्ने त्यो चाहिँ ग्लास अथवा यो ऐनाहरू पुस्ने एउटा विशेष प्रकारको कपडा हुन्छ भनेर सुरुको पेजमा पढ्ने बेलामा हामीले त्यहाँ चाहिँ पिक्चर सहित पढेको थियो नि त। सो त्यो प्रयोग गरेर चाहिँ यसरी पुस्नु पर्यो पुछेर सकाउनु पर्यो अथवा अर्को तरिका भनेको टावेलले पुस्ने बेलामा चाहिँ मिजुबुकी र खाराबुकी गरेर सकाउनु पर्यो है जुन चाहिँ अगाडि पेज नम्बर 42 मा हामीले पढिसक्यो। ल अब यति मात्र हो है यसमा चाहिँ। ल अब यतापट्टिको पेज चाहिँ यस्तो खालको छ है पिक्चर सर तपाईँहरूले हेर्नु। सो माथि के भनेको छ हेर्नु त एकचोटि धोइरहेछौ सानबान अनि स्योबेन कि भनेर लेखेको छ। हामीले चाहिँ अब क्रम अनुसार सरसफाइ गर्दै आइरहेको छौँ है टोयलेटभित्रको। सुरुमा चाहिँ गोमिबाको साइडहरू गऱ्यो त्यसपछि सेकेन्ड नम्बरमा सेनमेन दाई जुन चाहिँ वास बेसिनहरू सरसफाइ गर्यो त्यसपछि अब स्योबेन कि जुन चाहिँ युरिनल बेसिकली बोइज टोयलेट अथवा पिसाब गर्नुको लागि मात्र प्रयोग गरिने युरिनल भयो है। सो यो पार्ट अथवा यो टोयलेट भाग चाहिँ कसरी सरसफाइ गर्ने यो सबै कुरा अब हामी सिकौँ है त। ल अब यहाँ माथिपट्टिबाट हेरौँ है। सो यहाँनिर हेर्नु त जुहिवा स्योबेन किन सेसो हो यातैको भनेर भन्यो है। अब नेक्स्ट अब हामी चाहिँ स्योबेन कि युरिनलको चाहिँ सरसफाइ गरी हेरौँ अथवा गर्दै जाउँ भनेर भन्यो। सरी ल अब यतापट्टि के लेखेको छ हेरौँ है। ल यहाँनिर लेखेको छ हेर्नु त जिनखान सेन्सा लेखेको छ है। सो यो भनेको चाहिँ के हो त मान्छेको उपस्थिति अथवा मुभमेन्ट चाहिँ महसुस गर्ने सेन्सर भयो है। सो यहाँनिर स्योबेन कि यो युरिनलको माथिपट्टि चाहिँ जिनखान सेन्सा हुने रहेछ है। सो यो चाहिँ बेसिकली तपाईँहरूले पनि देख्नुभएको होला। अब यहाँ चाहिँ अब पिसाबहरू गऱ्यो त्यसपछि त्यो सेन्सरले सेन्स गर्छ क्या मान्छेको उपस्थिति त्यो कुराहरू। सो त्यसपछि पानी आफै फ्लस हुने त्यस्तो कुराहरू पनि हुन्छ है यसले गर्दा। ल अब त्यसपछि यहाँ मुनिपट्टि अर्को यतापट्टि के लेखेको छ हेर्नु त। सो तपाईँहरूलाई त्यो अलिकति देख्न गाह्रो भयो होला है म अलिकति जुम गरिदिन्छु है। सो यहाँनिर लेखेको कुरा हेर्नु त ओधारेसी। अब ओधारेसी भनेको चाहिँ जुन युरिनल यो पिसाब घर हुन्छ सो त्यसको चाहिँ मुनिपट्टि राखिने ढुङ्गा है। सो यहाँनिर पिक्चरमा तपाईँले देख्न सक्नुहुन्छ नि त यहाँनिर चाहिँ चिन्ह पनि लगाइदिरहेको छ युरिनल भयो यो माथिपट्टिको त्यसपछि मुनिपट्टि यो लगाएको ढुङ्गालाई चाहिँ ओधारेसी भनेर भनिन्छ है। ल अब त्यसपछि यतापट्टि हेरौँ है। यहाँनिर के लेखेको छ हेर्नु त यहाँ छ तारेउके। अब यो तारेउके भनेको चाहिँ पिसाब अथवा पानी झर्ने भाग क्या है यो युरिनलको चाहिँ तलपट्टिको यो भाग जहाँ चाहिँ पिसाब पानी चाहिँ झर्ने गर्छ है। सो
यो चाहिँ बाहिरपट्टि एरो देखाइदिरहेको छ पिक्चरमा चाहिँ हैन, तर यो भित्रपट्टि पिसाब पानी त भित्रको भागमा चुहिन्छ नि त। सो युरिनलको यो तलको भाग नै हो, तर भित्रपट्टिको भाग है, यो मुनिपट्टिको भागलाई चाहिँ तारेउके भनेर भन्छ है। ल अब यतापट्टि केटाले के भनेको छ हेरौँ है। सो यहाँनिर पढौँ सबभन्दा सुरुमा चाहिँ ह्योबेन्किनो सेसौनी वा मिच्चुनो खोतेगा आरुन्दाय भनेर भन्यो है। सो यो भनेको चाहिँ के हो त अब ह्योबेन्किनो सेसो युरिनलको सरसफाइमा चाहिँ मिच्चु भनेको चाहिँ 3 भन्ने अर्थ हुन्छ है। सो 3वटा खोते भनेको क्रम है, फेरि 1 नम्बरमा यो भाग सफा गर्ने, 2 नम्बरमा यो भाग सफा गर्ने भन्ने एउटा क्रम क्या है। खोतेगा आरुन्दाय है, त्यो क्रम चाहिँ हुन्छ, 3वटा क्रम हुन्छ बेसिकली भनेर भन्यो है। ल सो यो बिचको रेडवालामा चाहिँ अब धेरै ध्यान दिने है। सो यो चाहिँ क्रमहरू भयो, 1 नम्बरमा यो भाग सफा गर्ने, त्यसपछि 2 नम्बरमा यो भनेर। सो के गर्नुपर्ने रहेछ हेरौँ है अब। सो सबभन्दा माथि यहाँ के लेखेको छ हेर्नु त, सरी। सो सबभन्दा माथि हेर्नु त यहाँनिर ह्योबेन्की सेसो, यो चाहिँ भयो युरिनल सरसफाइ है। सो 1 नम्बरमा के गर्नुपर्ने रहेछ यहाँनिर हेर्नु त भेन्किनाइनो सेन्जो। अब भेन्किनाइ भनेको चाहिँ यो युरिनलको भित्रपट्टिको भाग भयो है, यहाँ माथिपट्टि देख्न सक्नुहुन्छ, यहाँ मैले चिन्हहरू लगाइदिइरहेको छ है, यो भित्रको भाग भयो है। सो त्यो चाहिँ अब सफा गर्ने, क्लिन गर्ने है, सेन्जो गर्ने। सो त्यसपछि त्यो गरिसकेपछि 2 नम्बरमा के गर्ने हेर्नु त मुनिपट्टि भेन्की सोतोगावा नो मिजुबुकी। अब यो भनेको चाहिँ भेन्की जुन हाम्रो युरिनल छ, सो त्यसको चाहिँ सोतोगावा भनेको माथिपट्टि हेर्नु त यो बाहिरी भाग भयो है। सो भेन्किनाइ भनेको यो भित्रको भाग भयो। सो त्यो चाहिँ राम्रोसँग हामीले 1 नम्बरमा चाहिँ सेन्जो गर्यो है, सरसफाइ गरेर क्लिन गर्यो। सो त्यसपछि 2 नम्बरमा भेन्कीको चाहिँ सोतोगावा भनेको यो बाहिरीको भाग है, बाहिरी पार्टहरू चाहिँ अब मिजुबुकी गर्ने रे। मिजुबुकी भनेको धेरैचोटि भनिसक्यो है। सो यो तावेललाई चाहिँ अब भिजाएर एकदमै खाताकु एकदम बल लगाएर बलियो गरी निचोर्ने। सो त्यसपछि त्यो चिसो चिसो तावेलले मजाले पुस्ने, सरसफाइ गर्नेलाई चाहिँ मिजुबुकी गर्ने भनेर भन्छ है। सो त्यो गर्न पर्यो। सो त्यसपछि अब अर्को 3 नम्बरमा हेर्नु त मुनिपट्टि के लेखेको छ, के गर्नुपर्ने रहेछ हितोगा सावारु बास्यो न खाराबुकी। अब यो भनेको चाहिँ मान्छेले टच गर्ने ठाउँ है, सावारु भने छुने भन्ने अर्थ हुन्छ है। सो हितोगा सावारु बास्यो मान्छेले टच गर्ने छुने ठाउँको चाहिँ खाराबुकी गर्ने भनेर भन्यो। अब खाराबुकी भनेको के हो त सुक्खा टावेलले, एकदम सुकेको टावेलले चाहिँ पुछेर सफा गरेर सकाउनलाई चाहिँ खाराबुकी गर्नु भनेर भन्छ है। सो जस्तै मुनिपट्टि लेखिदिएको छ हेर्नु त थाना सेल्फ है। सेल्फ भनेको अब ऱ्याक भयो, सामान राख्ने सेल्फ है। सो त्यो चाहिँ अब मान्छेले सजिलै टच गर्ने भयो। सो त्यो ठाउँ चाहिँ मजाले खाराबुकी गर्ने, सुक्खा टावेलले पुस्ने। सो त्यसपछि जिनखान सेन्सा भनेको छ है। सो यो चाहिँ अघि भनिसके मान्छेको उपस्थिति अथवा मुभमेन्टहरू चाहिँ थाहा पाउने, महसुस गर्ने सेन्सर भयो। त्यो सेन्सर पनि मजाले खाराबुकी गर्ने है। ल सो यो 3टा कुरा चाहिँ अब याद गरिराख्ने। हाम्रो ह्योबेन्की सरसफाइ गर्ने बेलामा चाहिँ यो 3वटा क्रम अनुसार 1 नम्बर, 2 नम्बर, 3 नम्बर गर्दै चाहिँ हामीले सरसफाइ गरेर सकाउनु पर्ने रहेछ। ल अब मुनिपट्टि के लेखेको छ हेरौँ है। यहाँ तल हेर्नु त जिनखान सेन्सा ओ ताहरू ते ओ तेकारा साग्यो खाइसिस्यो भनेर भन्यो है। सो यो भनेको चाहिँ जिनखान सेन्सर जुन चाहिँ यहाँ माथिपट्टि देख्न सक्नुहुन्छ, माथिपट्टि अघि पढि पनि सक्यो है हामीले, मान्छेको उपस्थिति अथवा मुभमेन्ट चाहिँ महसुस गर्ने सेन्सर भयो। सो त्यो सेन्सर चाहिँ अब के गर्ने रे ताहरू ते टावेलले चाहिँ ओ तेकारा भनेर भनेको चाहिँ ओ मास भनेको चाहिँ छोप्नु, ढाक्नु भन्ने अर्थ हुन्छ क्या। सो ढाकेपछि साग्यो हो खाइसिस्यो भनेर भन्यो है। काम चाहिँ खाइसिसुरु भनेको सुरु गर्नु, क्लिनिङ काम चाहिँ अब सुरु गर्ने भनेर भन्यो है। ल त्यसपछि अब यतापट्टि के भनेको छ हेरौँ है। ल यहाँनिर के भनेको छ हेर्नु त देवकुरो वा सुसो ओरिखाइस त्यो त तारे हो भौसिते किरुन्दायो भनेर भन्यो है। सो यो भनेको चाहिँ के हो त अब एउटा एउटा गरी बुझौँ है। सो यहाँ माथिपट्टि हेर्नु त यहाँनिर तेबुकुरो वा, अब तेबुकुरो भनेको यो पन्जा भइहाल्यो, जुन पिङ्क कलरको पन्जा लगाउँछौँ हामीले टोइलेट सरसफाइ गर्ने बेलामा है। सो यो लगाउने बेलामा चाहिँ अब यहाँ त्यसपछि के भनेको छ यहाँनिर हेर्नु त सुसो ओ ओरिखाइस तेओक्कु भनेर भनेको छ है। अब सुसो भनेको चाहिँ के हो त भन्दा
पन्जाको चाहिँ तलको किनारा क्या सो म तलपट्टि देखाउँछु हेर्नु त यहाँनिर गोलो लगाइदिएको भाग हेर्नु त त्यसलाई चाहिँ किनारा अभियसली थाहा छ है अथवा त्यो चाहिँ हात छिर्ने भाग भनेर बुझ्दा पनि हुन्छ क्या सो पन्जाको किनारा अथवा पन्जाको हात छिर्ने भाग चाहिँ अब ओरिखाएसु भनेको चाहिँ के हो त फर्काउनु अथवा फर्काएर मोड्नु भन्ने अर्थ हुन्छ है सो यो पन्जाको मुनिको किनारा भाग चाहिँ फर्काउने अथवा मोड्ने अथवा तपाईँले सजिलो गरी बुझ्दा चाहिँ माथितिर फर्काउने है सो फर्काएर राख्यो भने के हुने रहेछ त तारे हो बौसी देखिरुन्दायो भनेर भन्यो है अब तारे भनेको चाहिँ के हो त भन्दा पानी अथवा लिक्विडहरू चाहिँ तल चुइनेलाई चाहिँ तारे भन्छ क्या अब हामीले हल्का ठाडो भागहरू सफा गर्ने बेलामा त त्यो अब लिक्विडहरू लगाएको हुन्छ पानीहरू हुन्छ हैन त्यो चाहिँ अब पन्जाबाट चुइने भयो मुनतिर है त्यो चाहिँ अब बौसी भनेको चाहिँ कन्ट्रोल रोकथाम गर्नको लागि रोकथाम भनेको कस्तो भन्दा त्यो चाहिँ हातहरुमा जाने भयो लिक्विडहरू है डिटर्जेन्टहरू लगाएको हुन्छ त्यो चाहिँ मुनितिर चुइएर हाततिर जाने भयो पन्जाबाट है त्यो रोक्नको लागि चाहिँ अब यहाँनिर जुन हामीले फर्काएर राखेको हुन्छ है फोल्ड गरेको भाग हुन्छ सो त्यहाँ चाहिँ गएर अड्किने भयो क्या त्यो फोल्डिङले चाहिँ त्यो रोक्ने भयो सो त्यही भएर यसरी लगाउने भनेर भनेको है यो चाहिँ ल सो यहाँनिर भनिरहेको छ है रेडमा तारे बौसी भनेर है सो तारे भनेको यो चुइरहेको हेर्नु त यो पन्जामा देख्न सक्नुहुन्छ तपाईले सो त्यो चाहिँ डाइरेक्ट हातमा नगएर अब यहाँ चाहिँ फर्काएर राखेको भागमा चाहिँ अड्किने भयो है ल अब त्यसपछि मुनिपट्टि के लेखेको छ यहाँ त्यो भइहाल्यो है बेन्की हो तेबु कुरो है यो चाहिँ टोयलेट सरसफाइको लागि युज हुने पन्जा भयो पिङ्क कलरको है सो त्यसपछि मुनिपट्टि लेखेको कुरा हेर्नु त जेउबुनो शेषौजी अब यो जेउबुनो शेषौजी भनेको चाहिँ माथिल्लो भाग सरसफाइ गर्ने बेलामा भनेको है जेउबु भनेको चाहिँ यहाँनिर माथिल्लो भाग भन्ने अर्थ हुन्छ क्या सो यो चाहिँ किन भनेको त भन्दा यहाँनिर हेर्नु त यो साइन र यताको यो ब्ल्याक साइन हेर्नु सेम छ है सो यो भनेको मतलब अघि भनिसकेँ मैले यो माथिल्लो भाग सरसफाइ गर्ने बेलामा अथवा ठाडो भाग सरसफाइ गर्ने बेलामा चाहिँ सो माथि परेको कुरा क्या हामीले पन्जाको मुनिको किनारा चाहिँ फोल्ड गरेर लगाउनु पर्छ ताकि ठाडो भाग अथवा माथिल्लो भाग सरसफाइ गर्ने बेलामा चाहिँ लिक्विडहरू चुइने त्यस्तो हुन्छ अनि हातसम्म चाहिँ नपुगोस् भनेर पन्जाको किनारा चाहिँ फोल्ड गरेर लगाइन्छ भनेर अघि पढ्यो है हामीले सो त्यही कुरा भनेको है यो चाहिँ ल अब यसमा चाहिँ यति कुराहरू छ है ल यतापट्टि चाहिँ अब यस्तो खालको छ पिक्चर चाहिँ है सो अब के भनेको छ हेरौँ है त माथिबाट ल यहाँ माथिको हेरौँ ल सुरुमा अब यहाँनिर हेर्नु त सरी यहाँनिर है हाजिमेनी मेजारावा हाजुस्ते बाकेचुनी इरेर भनेर भने है सो यो भनेको चाहिँ हाजिमेनी स्टार्टिङ सबभन्दा सुरुमा चाहिँ के गर्ने रे मेजारा भनेको चाहिँ यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ युरिनलको मुनिपट्टि जुन चाहिँ अब पानी पिसाबहरू छिर्ने ठाउँनेर चाहिँ एउटा जाली जस्तो ढकनी हुन्छ क्या त्यसलाई चाहिँ मेजारा भन्छ त्यसले चाहिँ अन्य फोहोरहरू चाहिँ भित्र जान चाहिँ रोक्छ त्यसपछि पानी अथवा पिसाबहरू मात्र भित्र चाहिँ बग्न मद्दत गर्छ सो त्यसलाई चाहिँ मेजारा भन्छ जाली जस्तो ढकनी सो त्यसलाई चाहिँ के गर्नु पर्यो रे हाजुसु भनेको चाहिँ निकाल्नु अब निकालेर बाकेट चाहिँ नि इरेरु बकेटमा हाल्ने राख्ने है यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ है सबभन्दा सुरुमा त युरिनलको मुनिपट्टिको त्यो जाली जस्तो ढकनी त्यसलाई चाहिँ निकालेर अब हामीले बकेटमा राख्न पर्यो है ल त्यही भनेको है अब यहाँनिर के छ एकचोटि हेरौँ ल सर यहाँ लेखेको अब मेजारा भनेको यहाँ बकेट भित्र राखेको छ है जुन भर्खर हामीले पढ्यौं त्यसपछि मुनिपट्टि लेखेको छ यो जो मात्तो अब मुनिपट्टि चाहिँ फ्लोर प्रोटेक्सन म्याट ओछाएर त्यो माथि चाहिँ बकेट राख्ने है अब बकेट कस्तो हुने रहेछ त सेन्जाइ हो इरेता बाकेच भनेर भनेको छ है यो चाहिँ के हो त सेन्जाइ डिटर्जेन्ट चाहिँ हालेको बाल्टी भयो है त्यो डिटर्जेन्ट मात्र हुँदैन पानी वाटर प्लस डिटर्जेन्ट हुन्छ सो त्यो हालेको बाल्टी भयो है सो सबभन्दा सुरुमा चाहिँ म्याट ओछ्याउने त्यसपछि डिटर्जेन्ट हालेको बाल्टी अनि त्यहाँ माथि अब भित्र चाहिँ के हाल्नु पर्यो त हामीले मेजारा निकालेर हाल्नु पर्यो है सबभन्दा सुरुमा सरसफाइ गर्नुभन्दा अगाडि है ल त्यसपछि अब यतापट्टि के भनेको छ हेरौँ है सो यहाँनिर हेरौँ है त बेन्की नाइवा सेन्जायो चुकेता शिरोपाद्दो दे वे कारासिता हे शेषौसिते इको भनेर भन्यो है सो यो भनेको मतलब चाहिँ के हो त अब माथिबाट हेरौँ है सो बेन्की नाइवा अब हामीले अगाडि एक नम्बरमा कुन भाग सफा गर्नुपर्छ भनेर पढाएको थियो है एक नम्बरमा चाहिँ बेन्की नाइ यो युरिनलको भित्रपट्टिको भाग सफा गर्नुपर्छ सेन्जियो गर्नुपर्छ भनेर एक नम्बरमा उतापट्टि क्रमहरू पढ्ने बेलामा हामीले त्यहाँ हेरेको थियो है सो बेन्की नाइ वा भित्रपट्टिको युरिनलको भित्रपट्टि भाग सफा गर्ने बेलामा चाहिँ अब
सेन्जायो चुकेता सिरो बाध्य भनेर भनेको छ है। डिटर्जेन्ट लगाएको जुन सेतो प्याड हुन्छ त्यसले चाहिँ अब के गर्ने रे उहे खरा सिताए। अब माथिबाट यहाँनिर यो एरो देख्न सक्नुहुन्छ, यो माथिको भागबाट मुनितिर है। सो यो एरो अनुसार माथिदेखि सिताए मुनितिर चाहिँ सेसोस्ते इकौ है, सरसफाइ गर्दै जाउँ, सफा गरौँ भनेर भन्यो है। ल अब यहाँनिर रेडमा लेखेको छ सिरो भातो, व्हाइट कलरको प्याड यो देख्न सक्नुहुन्छ है। ल यति भयो। त्यसपछि अब यतापट्टि हेरौँ है, मुनिपट्टि यहाँ के भनेको छ हेर्नु त। यहाँनिर आराई नकोसिनो नाइ हो नि तान्ने नि सेसोस्ते इकाउने भनेर भन्यो है। सो आराई भनेको धुने, नोकोसी भनेको चाहिँ बाँकी राख्ने भन्ने अर्थ हुन्छ है। सो आराई नोकोसिनो नाइ हो नि है, त्यो धुने भागहरू अथवा धुने ठाउँ चाहिँ कतै पनि बाँकी नरहने गरी, अथवा हामीले चाहिँ यो व्हाइट कलरको प्याडमा डिटर्जेन्ट लगाएर प्याडले राम्रोसँग सफा गर्छौँ नि त, त्यो सफा गर्ने बेलामा चाहिँ त्यो भागहरू है, सफा गर्ने ठाउँहरू चाहिँ कतै पनि बाँकी नरहने गरी चाहिँ राम्रोसँग भन्ने अर्थमा है। सो तान्नेन्नी भनेको चाहिँ केयरफुल्ली है, ध्यानपूर्वक चाहिँ सेसोस्ते कौने सफा गर्दै जाउँ, सरसफाइ गर्दै जाउँ भनेर भन्यो है। सो प्याडले, सेतो कलरको प्याडले चाहिँ अब पुस्ने, सफा गर्ने है, सेन्जियो गर्ने कुराहरू चाहिँ कतै पनि बाँकी नरहने गरी चाहिँ राम्रोसँग केयरफुल्ली ध्यानपूर्वक चाहिँ हामीले सरसफाइ गर्दै जाउँ भनेर भनेको है यो चाहिँ। ल अब यतापट्टि के लेखेको छ, यहाँ मुनिपट्टि लेखेको कुरा हेरौँ है एकछिन। ल म यो हल्का जुम गरिदिन्छु। ल यहाँ सबभन्दा सुरुमा यो बक्समा लेखेको कुरा हेरौँ है। त्यहाँनिर के लेखेको छ भन्दा स्योभेन्की सेन्जियो नो पोइन्ट भनेर लेखेको छ है। अब यो भनेको चाहिँ युरिनल जुन हाम्रो यो टोयलेट भयो त्यसको चाहिँ अब सरसफाइको पोइन्ट भनेको छ। पोइन्ट भनेको चाहिँ कुन कुन भाग सरसफाइ गर्ने राम्रोसँग भनेर यहाँ देखाउन खोजेको है। ल यहाँनिर एरो लगाइदिएको छ हेर्नु त। यहाँनिर के लेखेको छ रिमुनो उरागावामो वासुरे जुनी भनेर भनेको छ है। अब यो रिम भनेको चाहिँ युरिनलको चाहिँ यो ठुलो खुल्ला भाग भन्ने अर्थ हुन्छ है। जुन यो खुल्ला भाग, किनारा किनारा छेउछेउको भागलाई चाहिँ, यो खुल्ला ठुलो भागलाई चाहिँ रिम भनेर भन्छ है। सो त्यो रिमको चाहिँ उरागावामो है, भित्रपट्टि अथवा पछाडिपट्टि पनि वासुरे जुनी नबिर्सिएर है, नबिर्सिकन चाहिँ हामीले सफा गर्नु पर्यो है। सो त्यसपछि मुनिपट्टि के लेखेको छ हेर्नु त, तारेउके मो आराउ भनेर लेखेको छ है। अब तारेउके भनेको चाहिँ यो युरिनलको तलपट्टिको भाग है, भित्रपट्टिको भाग है, यो बाहिरपट्टिको कुरा गरेको होइन, मुनिको भाग तर भित्रपट्टिको है, जहाँ चाहिँ पिसाब तथा पानीहरू चाहिँ त्यहाँ झर्ने गर्छ है। सो त्यो भागलाई चाहिँ ताराउके भनेर भन्छ है। त्यो पनि राम्रोसँग सफा गर्नु पर्यो है। सो त्यसपछि यो माथिपट्टि परेकै कुरा है, यतापट्टि रेडमा लेखेको कुरा चाहिँ उहे खरा सिताए सेन्जियो सुरु। अब जहिले पनि माथिबाट चाहिँ मुनिको डिरेक्सनतिर है सरसफाइ गर्दै जानुपर्छ। अब सबभन्दा सुरुमा मुनिको सरसफाइ गऱ्यो, अनि माथिको सरसफाइ गर्दा त मुनि झर्ने भयो फेरि फोहोरहरू होइन। सो त्यही भएर है। ल यसमा चाहिँ यति मात्र छ। अब मुनिपट्टि हेरौँ है, यतापट्टि के भनेको छ। ल अब यहाँनिर हेर्नु त, चुचुइते धोरापुन नाकातो मेजारा हो सेसोसियो भनेर भन्यो है। सो यो भनेको चाहिँ चुचुइते भनेको लगत्तै त्यसपछि भन्ने अर्थ हुन्छ है। अनि धोरापुनो नाखा भनेर भनेको छ है। अब ट्र्याप भन्ने हुन्छ एउटा। ट्र्याप भनेको चाहिँ के हो त भन्दा जुन यहाँनिर मेजारा जालीवाला ढकनी हुन्छ, सो त्यसको मुनि चाहिँ एउटा ट्र्याप भन्ने हुन्छ क्या। सो त्यसले चाहिँ के गर्छ भन्दा गन्ध अथवा दुर्गन्धहरू चाहिँ माथि आउन रोक्छ है। त्यो ट्र्यापवाला भाग हुन्छ एउटा मेजाराको मुनिपट्टि पाइप्नेर है। सो त्यसको भित्र त्यसपछि मेजारा भनेको अघि हामीले जालीवाला भाग जुन चाहिँ निकालेर बकेटमा राखेको थियो है। सो यो दुईटा कुरा पनि सेसोसियो सरसफाइ गरौँ भनेर भन्यो है। ल अब यो मेजारा निकालेपछि मुनिपट्टि ट्र्याप हुने रहेछ है, जसले चाहिँ दुर्गन्ध चाहिँ अब माथि आउन रोक्छ। सो त्यो ट्र्यापको भित्रपट्टि है, त्यो ट्र्याप भागलाई पनि अब यो ब्रस यहाँनिर देखाइएको छ। सो यो ब्रस युज गरेर चाहिँ सफा गर्ने भनेर भन्यो है। अब ट्र्याप सफा गरिसकेपछि हामीले के गर्ने त, अब जुन चाहिँ मेजारा हामीले चाहिँ झिकेर बकेटमा राखेको थियो त्यो पनि सफा गर्नु पर्यो है। सो अब यहाँनिर के लेखेको छ हेर्नु त, सरी है। सो यहाँनिर हेर्नु है, कोकोगा योगोरेते इरुतो अक्सु नोगे निनिनारु नोदे सिक्खारी सेसोसियो भनेर भन्यो है। सो यो भनेको मतलब कोकोगा भनेको चाहिँ यो जुन अब मेजारा है, अब मेजारा चाहिँ अब फोहोर भएको अवस्थामा योगोरेते इरुतो फोहोर भयो भने अब यो मेजारा चाहिँ एकदम धेरै फोहोर हुन्छ, किनकि त्यहाँबाट पिसाब पानी भित्र जाने है। सो त्यो चाहिँ एकदम फोहोर हुन्छ।
अब त्यस्तो फोहोर भयो भने चाहिँ अब आकुस्यु भनेको चाहिँ एकदम दुर्गन्ध क्या, नराम्रो गन्ध, त्यसलाई चाहिँ आकुस्यु भन्छ है। सो दुर्गन्ध हुने चाहिँ गेनिन भनेको चाहिँ कारण भन्न खोजेको है। सो यो मेजारा एकदम फोहोर भएको अवस्थामा चाहिँ आकुस्यु नो गेनिनी नारु है, दुर्गन्ध एकदम नराम्रो दुर्गन्ध हुने चाहिँ कारण हुन्छ। त्यसैले चाहिँ शिक्खारे सेसोसियो, एकदम राम्रोसँग चाहिँ सरसफाइ गरौँ भनेर भन्यो है। ल अब यहाँनिर शिरोपाद्दो फेरि व्हाइट कलरको प्याडले नै सफा गर्ने। अब मेजारा भइहाल्यो है, जालीवाला ढकनी जुन अगाडि हामीले झिकेर बकेटमा राखेको थियो है। सो अब मुनिपट्टि के लेखेको छ हेर्नु त, मेजारा हो वारानाइयो नि चुई भनेर लेखेको छ है। सो मेजारा भनेको भइहाल्यो। अब वारानाई अथवा वारु भनेको चाहिँ फुटाउनु भन्ने अर्थ हुन्छ क्या, वारिमास भनेको है। वारेरु भनेको चाहिँ आफै फुट्नु, वारु भनेको चाहिँ फुटाउनु भन्ने अर्थ हुन्छ। सो यो मेजारा सरसफाइ गर्ने बेलामा चाहिँ नफुटाउने गरी है, चिउई भनेको चाहिँ नफुट्ने गरी चाहिँ अब ध्यान दिउँ भनेर भन्यो है। ल अब यतापट्टि हेरौँ है। सो यहाँनिर के लेखेको छ हेर्नु त, सेसोस्ता मेजारा वा बेन्किनी मोदस्तेको भनेर भन्यो है। सो सरसफाइ गरिसकेको मेजारा है, जालीवाला ढकनी चाहिँ अब बेन्किनी यही युरिनलमा चाहिँ अब मोदोस्तेको भनेर भन्यो है। सो मोदोसु भनेको चाहिँ पहिलेकै ठाउँमा फर्काएर राख्नु फर्काउनु भन्ने अर्थ हुन्छ है। सो सरसफाइ गरिसकेको मेजारा चाहिँ जालीवाला ढकनी चाहिँ अब बेन्कीमै पहिले भएकै ठाउँमा राम्रोसँग चाहिँ राख्ने भनेर भन्यो है। ल यति छ यसमा। ल अब यति कुरा बुझिसकेपछि यतापट्टि हेरौँ है। सो यसमा चाहिँ यस्तो छ पिक्चरहरू चाहिँ तपाईँले सर हेर्न सक्नुहुन्छ। सो अब के भनेको छ माथिबाट हेरौँ है। ल सो यहाँनिर हेर्नु त के भनेको छ, त्यहाँ भन्दा नाइबुनु सेसोगा वा तारा इचिदो मिजो नागासिते कारा भनेर भन्यो है। सो यो भनेको चाहिँ के हो त, माथिबाट हेर्नु त नाइबुनु सेसोगा वा तारा। सो हामीले यो युरिनलको सरसफाइ गर्ने बेलामा चाहिँ एक नम्बरमा चाहिँ सो यो भित्रको भागहरू चाहिँ सफा गर्ने भनेर पढेको थियो, त्यही अनुसार अगाडि भित्रको भागहरू चाहिँ सबै सफा गरेको थियो है। सो माथिपट्टि के भनेको छ त, नाइबुनु सेसोगा वात्तरा। अब यो भित्री भागको सरसफाइ चाहिँ सकिएपछि इचिदो भनेको चाहिँ एकपटक भयो, त्यसपछि मिजो हो नागासितेकारा अथवा मिजो हो नागासु भनेर भनेको छ है। यो भनेको चाहिँ अब नागासिमास नागासु भनेको चाहिँ बगाउनु भन्ने अर्थ हुन्छ है। सो पानी चाहिँ सरर बगाइदिने अथवा फ्लस गरिदिने है। सो त्यति गरेपछि चाहिँ अब यहाँनिर मुनि रेडमा लेखेको कुरा हेर्नु त, थाहरू हो तोरु, जुन चाहिँ हामीले जिनखान सेन्सा भनेर जुन सेन्सर थियो अब त्यसलाई चाहिँ हामीले टावेलले छोपेको थियो है। सो टावेल चाहिँ अब निकाल्ने भनेर भन्यो है यति गरेपछि चाहिँ। ल अब यतापट्टि के भनेको छ हेरौँ है। सो यहाँनिर हेर्नु त, खताकुसिबोत्ता बेन्कियो न थाहरू दे सोतोगावा हो फुकियागियो भनेर भन्यो है। सो यो भनेको चाहिँ के हो त भन्दा, हामीले यो युरिनलको चाहिँ नाइबु सबभन्दा एक नम्बरमा चाहिँ भित्री भाग सफा गर्नु पर्थ्यो है। त्यो अनुसार हामीले भित्री भाग सफा गर्यो, अगाडि कसरी सफा गर्ने सबै कुरा पढ्यो। त्यसपछि सरसफाइ गरेर सकायो भित्री भाग। त्यसपछि अन्तिममा चाहिँ हामीले सर फ्लस गर्यो, पानी बगाइदियो है। सो त्यो पछि के गर्ने रे, अब खाताकुसिबोत्ता बेन्कियो न ताहरू दे। अब खाताकुसिबोत्ता भनेको एकदम बल लगाएर निचोरेको, अब बेन्कियो न ताहरू दे भनेको चाहिँ टोयलेटको लागि प्रयोग गरिने टावेल अथवा टोयलेट सरसफाइको लागि प्रयोग गरिने टावेल, जुन चाहिँ यहाँनिर पिङ्क कलरको देख्न सक्नुहुन्छ है। सो कलर अनुसार चाहिँ हामीले छुट्याएर कहाँ प्रयोग गर्ने भनेर कलर अनुसार छुट्याएर प्रयोग गर्थ्यो है। सो यो पिङ्क कलरको टावेल चाहिँ टोयलेटमा प्रयोग हुन्छ। सो त्यही भएर एकदम बल लगाएर निचोरेको चाहिँ टोयलेटको लागि प्रयोग हुने टावेलले चाहिँ अब के गर्ने रे, मुनिपट्टि हेर्नु त एकछिन है यहाँनिर है। सो त्यहाँनिर लेखेको छ सोतो गावा हो फुकियागे हो है। जुन अब भित्री भाग त हामीले सरसफाइ गरिसक्यो नाइबुहरू है। सो अब बाहिरी भागलाई चाहिँ अब मजाले पुछेर सकाउँ भनेर भन्यो है। सो भित्री भाग अगाडि सरसफाइ गर्ने, अगाडि पेजमा हामीले पढ्यो। सो अब त्यसपछि 2 नम्बरमा बाहिरी भाग सरसफाइ गर्नु पर्थ्यो है। सो बाहिरी भाग चाहिँ अब एकदम बल लगाएर निचोरेको टोयलेटको लागि है, टोयलेट सरसफाइको लागि प्रयोग गरिने टावेल, जुन चाहिँ यहाँ पिङ्क कलरको टावेल छ, त्यसले चाहिँ मजाले पुछेर सरसफाइ गरेर सकाउँ भनेर भन्यो है। ल अब यहाँ मुनिपट्टि लेखिदिएको छ है सोतो गावा हो फुकु है। सो 2 नम्बरमा चाहिँ भित्रको अब सरसफाइ सकिसकेपछि यो नाइबुहरू भित्री भाग चाहिँ सरसफाइ गरिसकेपछि 2 नम्बरमा चाहिँ अब सोतो गावा हो फुकु है। बाहिरी भाग चाहिँ हामीले अब पुछेर सरसफाइ गरेर राख्नु पर्यो है। ल
अब त्यसपछि यहाँ मुनिपट्टि हेरौँ है। सो यहाँ के लेखेको छ, अब एकदम लामो छ, बिस्तारै सबै कुराहरू बुझौँ है। यहाँ लेखेको चाहिँ ताना या तेसुरी नादो हितोगा फुरेरु तोकोरो ओ बेन्की तो बेचुनो ताओरु दे मिजुबु किस्ते कारा खवाई तानो ताओरु दे खराबु किस्ते सियागे ते साग्यो खान्ड्यो दायो भनेर भन्यो है। सो यो भनेको चाहिँ के हो त, अब सर बुझौँ, सबै माथिबाट बुझौँ है। सो अब माथिबाट के भनेको छ हेर्नु त, ताना या तेसुरी भनेको चाहिँ सेल्फ है, त्यो सामानहरू राख्ने। त्यसपछि तेसुरी भनेको चाहिँ ह्यान्डरेल भयो है। कोही चाहिँ अब अलिकति अनस्टेबल मान्छेहरूलाई चाहिँ त्यो तेसुरी ह्यान्डरेलमा समातेर उभिन चाहिँ मद्दत गर्नको लागि प्रयोग गरिन्छ है। सो एकचोटि यतापट्टि यहाँ पिक्चरमा तपाईँले देख्न सक्नुहुन्छ है। सो यहाँनिर हेर्नु त, यो चाहिँ तेसुरी भयो है। सो सेल्फ र तेसुरी है, आदि कुराहरू। अब हितोगा फुरेहरू भनेको चाहिँ मान्छेले टच गर्ने होइन, यो कुराहरू छ मान्छेले सजिलै टच गर्ने कुराहरू भयो है। सो यस्तो कुराहरू अथवा यस्तो ठाउँहरू है तोकोरो हो। अब बेन्की तो बेचुनो ताओहरू भनेको चाहिँ शौचालयको लागि प्रयोग गर्ने भन्दा छुट्टै टावेल भन्न खोजेको है। बेचु भनेको चाहिँ अर्को टावेलले भन्न खोजेको है, जुन पिङ्क कलरको टावेल चाहिँ टोयलेट सरसफाइको लागि है। अब चाहिँ यो तेसुरी, त्यसपछि ताना है, यो मान्छेले चाहिँ सजिलै छुने ठाउँहरू सरसफाइ गर्ने बेलामा अथवा पुस्ने बेलामा चाहिँ टोयलेटको भन्दा फरक टावेलले है। मुनिपट्टि तपाईँले देख्न सक्नुहुन्छ, सरी यहाँ मुनि है व्हाइट टावेल पगडेको छ। सो यो टावेलले चाहिँ अब मिजुबुकी सितेकारा है, मिजुबुकी सुरु भनेको धेरैचोटि भनिसके है। अब टक्क टावेललाई चाहिँ पानीमा भिजाएर एकदम बल लगाएर निचोर्ने, त्यसपछि पुस्ने, त्यसलाई चाहिँ मिजुबुकी गर्ने भन्छ है। सो त्यो गरेपछि चाहिँ अब त्यसपछि के भनेको छ हेर्नु त, खवाई तानो ताओहरू दे है। अब हामीले चाहिँ मिजुबुकी गर्यो है, अब पानीमा भिजाएर एकदम निचोरेको टावेलले ह्यान्डरेलहरू, त्यो चाहिँ मान्छेले टच गर्ने ठाउँहरू सबै पुछ्यो। अब त्यसपछि चाहिँ खवाई तानो ताओहरू दे, अब त्यसपछि सुक्खा एकदम सुकेको टावेलले चाहिँ खाराबुकी गर्ने, खाराबुकी भनेको चाहिँ सुक्खा टावेलले पुछ्नुलाई खाराबुकी गर्नु भनेर भन्छ है। सो त्यो गर्ने। अनि त्यसपछि सियागेते भनेको छ, सियागेरु भनेको चाहिँ अन्तिमको काम चाहिँ मजाले सकाएर फिनिसिङ टच गर्नु, फिनिस गर्नु भन्ने अर्थ हुन्छ है। सो सुक्खा टावेलले चाहिँ पुछेर अन्तिमको काम हो है त्यो सुक्खा टावेलले पुछ्ने चाहिँ। सो त्यो चाहिँ राम्रोसँग पुछेर फिनिसिङ गर्ने, सकाउने। त्यसपछि चाहिँ साग्यो खान्ड्यो दायो भनेर भन्यो है। साग्यो खान्ड्यो भनेको चाहिँ अब काम सरसफाइको काम चाहिँ समाप्ति भयो भनेर भन्यो है। ल यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले, तेफुकुरो हाजुसु भनेको चाहिँ पन्जा निकाल्नु खोल्नु भनेर भन्यो है। सो ताना है, सेल्फहरू, त्यसपछि अब मान्छेले छुने अर्को ठाउँ अथवा अर्को चिज भनेको तेसुरी भयो, ह्यान्डरेल है। सो त्योहरू पुस्ने बेलामा चाहिँ अब पन्जा निकालेर पुस्दा हुन्छ भनेर भन्यो है। पन्जा निकालेर पुस्ने भनेर भन्यो। ल अब यहाँनिर रातोमा के लेखेको छ हेर्नु त, माथिपट्टि ताना त जिनखानसेन्सा नादो भनेर भनेको छ है। सो ताना भनेको चाहिँ यो सेल्फ भइहाल्यो है, सामानहरू राख्ने ठाउँ, त्यो पनि मजाले पुछेर सफा गर्नु पर्यो। त्यसपछि जिनखानसेन्सा है, मान्छेको उपस्थिति महसुस गर्ने सेन्सर, त्यो पनि सफा गर्नु पर्यो पुछेर। अनि यो चाहिँ यहाँनिर नाम लेखेको छैन तर अगाडि भनिसक्यो है, तेसुरी भनेर। यो चाहिँ अब कोही चाहिँ अलिकति मजाले आफै चाहिँ उभिन नसक्ने अवस्था भएको मान्छेहरूको लागि चाहिँ यो पगडेर है उभिन, सपोर्ट लिएर उभिन मद्दत गर्छ यो तेसुरी, ह्यान्डरेल भयो है। यो पनि मजाले पुछेर सफा गर्नु पर्यो है। त्यसपछि हाम्रो यो सेउबेन्की युरिनलको चाहिँ सबै सरसफाइ सक्यो है। ल अब हामीले सेउबेन्कीसम्म सबै पढ्यो है। सो हामीले चाहिँ पालै पिलो गर्दै आइरहेको छौँ है। टोयलेटको सरसफाइलाई चाहिँ हामीले 5वटा ठाउँ अनुसार छुट्टाएर सरसफाइ गर्दै आइरहेको थियौँ है। सुरुमा चाहिँ गोमी बागको साइड भयो, त्यसपछि सेनमेन्दाई वास बेसिनहरू सरसफाइ गर्यो हामीले। त्यसपछि 3 नम्बरमा सेउबेन्की गर्यो है, युरिनल जुन चाहिँ पिसाब गर्नको लागि त्यो भागहरू सरसफाइ गर्यो। त्यसपछि अब के को पालो हो त, दाइभेन्कीको पालो है, जुन चाहिँ दिशा गर्ने कमोड हुन्छ, मेन दिशा गर्नको लागि प्रयोग हुने टोयलेट अथवा कमोड चाहिँ अब कसरी सरसफाइ गर्ने त है। अब यो गरेपछि अनि अन्तिम 5 नम्बरमा के थियो हाम्रो, भुइँ है, युखा सरसफाइ गरेपछि होल टोयलेटको सरसफाइ चाहिँ सकिन्छ है। ल अब चाहिँ 4 नम्बरको सरसफाइ, दाइभेन्कीको सरसफाइ कसरी गर्ने हेरौँ है। सो माथि टपिक छ अब धोइरेसेसो योनबान दाइभेन्की है, टोयलेटको सरसफाइ। अब 4 नम्बरको यो भाग भयो। 4 नम्बरको ठाउँ के सफा गर्नु पर्थ्यो त, दाइभेन्की है, शौचालय दिशा गर्नको लागि प्रयोग हुने कमोड है। ल
अब के भनेको छ के गर्नुपर्ने रहेछ एउटा एउटा गरी हेरौँ है त ल यहाँ माथिबाट हेर्नु त यहाँनिर देवा दाइबेन किन सेसो यातेको नै भनेर भन्यो है सो अब त्यसपछि दाइबेन किको जुन चाहिँ दिशा गर्ने कमोड है शौचालय त्यसको चाहिँ सरसफाइ गर्दै जाउँ है भनेर भन्यो है केटाले चाहिँ सेन्पाइले ल अब त्यसपछि यतापट्टि केटीले के भनेको छ हेर्नु त हैट सौदा भनेर भने यो भनेको चाहिँ हुन्छ हो त भनेर भन्यो है त ल त्यसपछि अब मुनिपट्टि यहाँनिर फेरि केटीले नै भनेको छ है सो केटीले के भनेको छ भन्दा यो जुन जापानिज टोयलेट हुन्छ सो दिशा गर्ने भाँडो कमोड है त्यो टोयलेट चाहिँ अब कस्तो हुन्छ है भनेर अलिकति यहाँ बुझाउन खोजेको छ है ल अब यहाँनिर के भनेको छ हेर्नु त दाइबेन कितो इएबा निहोन्नी किते तोइरेनो ओन सुइसेन्जियो बेन्जानी ओद्रोकी मास्ता भनेर भन्यो है सो यो भनेको चाहिँ के हो त एउटा एउटा गरी बुझौँ है सो यहाँ माथिबाट हेर्नु त दाइबेन कितो इएबा भनेर भनेको छ है सो यो तो इएबा भनेको चाहिँ नानीको कुरा गर्दा भन्ने अर्थ हुन्छ है सो दाइबेन कितो इएबा भनेको चाहिँ यो जुन दिशा गर्ने कमोड अथवा शौचालय दाइबेन्कीको कुरा गर्दा भनेर भनेको है सो दाइबेन्कीको कुरा गर्दा चाहिँ मुनिपट्टि अब के लेखेको छ हेर्नु त यहाँनिर निहोन्ने किते तोइरे न ओन सुइसेन्जो बेन्जानी ओद्रोकी मास्ता भनेर भन्यो है सो जापान आएपछि अथवा जापान आएर चाहिँ टोयलेटको चाहिँ अब के भनेको छ मुनिपट्टि हेर्नु त हो यहाँनिर हेर्नु है ओन्सुई सेन्जो बेन्जा भनेर भनेको छ क्या ओन्सुई भनेको न्यानो पानी है सेन्जो भनेको धुने सफा गर्ने बेन्जा भनेको टोयलेट सिट अब भनेको मतलब के भयो त न्यानो पानीले धुने टोयलेट सिट है अब यो भनेको यतापट्टि हेर्नु त यहाँनिर जुन चाहिँ पानी जस्तो बाहिरतिर छिर्केको छ है सो यो भागलाई चाहिँ नोजल भनेर भन्छ त्यो लामो यो पाइप जस्तो सानो भाग त्यसलाई चाहिँ नोजल भन्छ है यो चाहिँ भित्रपट्टि नै हुन्छ तर यसलाई चाहिँ बटनले कन्ट्रोल गर्न मिल्छ क्या सो बटन टक्क थिच्यो भने यो बाहिरपट्टि आउँछ त्यसपछि यहाँबाट चाहिँ ओन्सुई है न्यानो पानी चाहिँ अब बाहिर निस्किन्छ है स्प्रे जसरी सो अब त्यो निस्केर चाहिँ हामीले अब दिशा गरिसक्यो त्यसपछि हाम्रो यो ब्याक भाग है जुन चाहिँ अब दिशा गरिसकेपछि अब यसैले सफा गरिदिन्छ क्या है सो त्यस्तो खालको टोयलेट अथवा त्यस्तो खालको टोयलेट सिट हुन्छ है सो यस्तो कुरामा चाहिँ के भयो त होदोरोकी मास्ता म चाहिँ छक्क परे भनेर भन्यो है केटीले चाहिँ ल अब त्यसपछि यतापट्टि हेरौँ है सो यहाँनिर हेरौँ त सबभन्दा सुरुमा यहाँनिर माथि के लेखेको छ हेर्नु त ओन्सुई स्यावा दे ओसिरियो सेन्जियो भनेर भनेको छ है अब यो ओन्सुई स्यावा भनेको चाहिँ यो नोजलबाट निस्किने न्यानो पानीको स्प्रे क्या यहाँनिर तपाईँले नोजल हुन्छ भनेर अघि भनिसकेँ मैले सो यहाँबाट चाहिँ न्यानो पानी त्यो स्प्रे जसरी निस्किन्छ है सो यो चाहिँ भित्रपट्टि नै हुन्छ है लुकेको नै हुन्छ यसलाई चाहिँ बटनले कन्ट्रोल गर्ने हो है सो हामीले टोयलेट दिशा गरिसकेपछि चाहिँ हामीले बटन थिचेर चाहिँ अनि यो बाहिरपट्टि आउँछ सो त्यसपछि यो नोजलबाट चाहिँ के निस्किने रहेछ त न्यानो पानी स्प्रे जसरी है सो त्यसले चाहिँ अब के गर्ने रहेछ ओसिरी हो सेन्ज्यौ अब यो त अब ओसिरी भनेको तपाईँको चाहिँ ब्याक भाग है सो त्यो चाहिँ के गर्ने रहेछ त धुने गर्ने सफा गर्ने रहेछ है सो यो स्प्रे जसरी यो नोजलबाट चाहिँ स्प्रे जसरी न्यानो पानी आउने रहेछ त्यसपछि तपाईँको ब्याक भाग चाहिँ सफा गरिदिने धुने भयो है ल अब त्यसपछि मुनिपट्टि यहाँनिर के लेखेको छ हेर्नु त त्यो त अगाडिकै कुरा है जस्तै यहाँनिर लेखेको छ ओन्सुई सेन्ज्यो बेन्जा है न्यानो पानीले चाहिँ धुने सिट भनेर भन्यो है सो अब यहाँनिर यतापट्टि लेखेको कुरा हेर्नु त एसे तेकिते खाइतेकी कोरेवा सुबारासिदेश भनेर भन्यो है सो यो एसे तेकी भनेको चाहिँ सफा र स्वास्थ्यको लागि राम्रो क्या हाइजेनिक भन्छ नि स्वच्छता युक्त है अब एसे तेकी भनेको चाहिँ हाइजेनिक छ र खाइतेकी भनेको चाहिँ आरामदायी हाइजेनिक पनि छ एकदमै आरामदायी पनि छ खोरेवा सुबारासिदेश है यो टोयलेट चाहिँ एकदम धेरै राम्रो छ अथवा उत्कृष्ट छ भनेर भन्यो है ल त्यसपछि अब मुनिपट्टि हेरौँ है के भनेको छ यहाँ सेन्पाइले केटाले के भनेको छ यहाँनिर हेर्नु त सेसोनो तेजुन वा ओ किकु मिच्नु कौते नि वाकेरुको त गते किरुन्दा भनेर भने है सो सेसोनो अब सरसफाइको भनेको मतलब दाइबेन्कीको है जुन दिशा गर्ने कमोड शौचालयको सरसफाइको चाहिँ तेजुन भनेको चाहिँ काम गर्ने क्रम भन्ने अर्थ हुन्छ है सो काम गर्ने क्रम चाहिँ ओ किकु यहाँनिर ओ किकु भनेको चाहिँ ठुलो नभएर मुख्य रूपमा भन्ने अर्थ हुन्छ है सो मुख्य रूपमा चाहिँ मिच्चुनो कोतेनी है कोते भनेको चाहिँ
कामको चरण अथवा प्रोसेस भन्ने अर्थ हुन्छ क्या। सो भनेको मतलब के भयो त, यो जुन दाइ बेन्कीको सरसफाइको प्रक्रिया चाहिँ मुख्य रूपमा हामीले 3वटा चरणमा बाँड्न सकिन्छ भनेर भन्यो है। सो भनेको मतलब त्यही क्या, स्यो बेन्की गरेको जस्तै 1 नम्बरमा चाहिँ अब टोयलेटको यो भाग सफा गर्ने, 2 नम्बरमा टोयलेटको यो भाग सफा गर्ने भनेर अब मुख्य रूपमा चाहिँ 3वटा कामको चरण अथवा प्रक्रिया अनुसार चाहिँ हामीले सरसफाइ गर्न सकिन्छ छुट्याएर भनेर भन्यो है। ल त्यसपछि अब यतापट्टि हेरौँ है, 3वटा भागमा छुट्याएर सरसफाइ गर्छौँ है हामीले यो पनि। ल अब यहाँनिर के भनेको छ हेर्नु त, दाइ बेन्की सेसो है, जुन दिशा गर्ने कमोड शौचालय छ त्यसको सरसफाइ। अब भर्खर हामीले पढ्यो है, अब सरसफाइ गर्ने कामको क्रम अथवा प्रक्रिया चाहिँ हामीले मुख्य रूपमा है 3वटा चरणहरू अथवा प्रोसेसमा चाहिँ हामीले छुट्याएर सरसफाइ गर्न सकिन्छ भनेर भनेको थिएँ है। सो 1 नम्बरमा यो भाग, 2 नम्बरमा यो भाग, 3 नम्बरमा शौचालयको यो भाग भनेर त्यो क्रममा चाहिँ हामीले सरसफाइ गर्नुपर्छ भनेर भन्यो है। सो के छ 1 नम्बरमा 2 नम्बरमा हेरौँ है। सो अब यहाँनिर 1 नम्बरमा हेर्न सक्नुहुन्छ तपाईँले, बेन्की नाइनो सेन्जो है। 1 नम्बरमा के गर्ने रे हामीले, जुन दाइ बेन्की छ सो त्यसको चाहिँ भित्रपट्टिको भाग है सेन्जो गर्ने, क्लिन गर्ने, सफा गर्ने भनेर भन्यो है। सो त्यसपछि 2 नम्बरमा हेर्नु त, बेन्की सोतोगावा नो मिजुबुकी है। अब 1 नम्बर गरिसकेपछि हामीले बेन्की शौचालयको जुन सोतोगावा बाहिरी भागहरू हुन्छ सो त्यो चाहिँ मिजुबुकी गर्ने। अब मिजुबुकी भनेको चाहिँ जुन एकदम निचरेको चिसो चिसो ताबेलले पुस्ने, सफा गरेर पुस्नेलाई चाहिँ मिजुबुकी गर्ने भनेर भन्छ है। सो त्यो गर्ने। त्यसपछि त्यो गरिसकेपछि 3 नम्बरमा के गर्ने रे, बेन्की सोतोगावा नो खाराबुकी है। फेरि अब यो टोयलेटको बाहिरी भाग है त्यसको चाहिँ खाराबुकी गर्ने। खाराबुकी भनेको चाहिँ सुक्खा टावेलले राम्रोसँग पुछेर सफा गर्ने है। सो त्यसलाई चाहिँ खाराबुकी गर्ने भनेर भन्छ है। ल अब त्यसपछि अझै मुनिपट्टि यहाँनिर के लेखेको छ हेर्नु त, अब यहाँनिर लेखेको छ 1 र 2। अब 1 नम्बरमा के थियो त, माथिपट्टि हामीले टोयलेटको भित्री भाग सफा गर्ने, अनि 2 नम्बरमा के थियो, टोयलेटको बाहिरी भाग तर मिजुबुकी गर्ने है। जुन चाहिँ चिसो ताबेल हुन्छ त्यसले मजाले पुछेर सफा गर्ने थियो है। सो यो 1 नम्बर र 2 नम्बरको टोयलेटको भाग चाहिँ कस्तो हुने रहेछ त, ओबुचुगा चोक्कुसेचु फुरेरु तोकरो है। ओबुचु भनेको फोहोर दिशा भयो हैन। सो त्यसले चाहिँ चोक्कुसेचु भनेको डाइरेक्टली अथवा सिधै क्या छुइने ठाउँहरू रहेछ 1 नम्बर र 2 नम्बर भनेको चाहिँ है। सो त्यही भएर यो ठाउँहरू चाहिँ राम्ररी सफा गर्नु पर्यो है। सो यो 3 नम्बरको भाग कस्तो हुने रहेछ त भन्दा मुनिपट्टि हेर्नु त, यहाँनिर हितोगा सावारु भाष्य है, मान्छेले चाहिँ छुने ठाउँ है। 3 नम्बर माथिपट्टि के लेखेको थियो हेर्नु त, बेन्की सोतोगावा नो खाराबुकी, जुन टोयलेटको बाहिरी भागहरू खाराबुकी भनेको चाहिँ सुक्खा ताबेलले पुस्ने क्या। सो त्यो भागहरू चाहिँ के हुने रहेछ मुनिपट्टि 3 नम्बरमा हेर्नु त, हितोगा सावारु भाष्य, मान्छेले चाहिँ टच गर्ने ठाउँहरू है, जुन चाहिँ अलि बाहिरका भागहरू क्या। जस्तै यो अब टोयलेटको बिर्कोको बाहिरी भाग भयो, त्यो चाहिँ मान्छेले टच गर्ने भाग भयो नि त। सो त्यस्तो भागहरूलाई चाहिँ खाराबुकी गर्दा मात्र हुन्छ, मजाले सुक्खा टावेलले पुस्दा मात्र हुन्छ। र 1 र 2 नम्बर चाहिँ अलिकति फोहोर डाइरेक्टली टच हुने ठाउँ भएको भएर अलि राम्ररी सफा गर्ने भनेर भनेको है यसमा चाहिँ। ल अब यतापट्टि पिक्चर चाहिँ यस्तो छ है। सो अगाडिपट्टि हामीले के सिक्यो त, टोयलेट कस्तो छ भन्ने कुराहरू पनि थाहा भयो। त्यसपछि टोयलेट सरसफाइ गर्ने बेलामा चाहिँ 3वटा भागमा छुट्याएर सरसफाइ गरिन्छ भन्ने कुराहरू सिक्यो है। सबभन्दा सुरुमा टोयलेटको भित्री भाग सफा गर्ने, त्यसपछि टोयलेटको बाहिरी भाग है, बाहिरी भाग पनि अलिकति फोहोर लाग्न सक्ने बाहिरी भागहरू चाहिँ मिजुबुकी गर्ने भनेर सिक्यो। त्यसपछि 3rd नम्बरमा अझ बाहिरका भागहरू जहाँ चाहिँ मान्छेले टच गर्ने छुने भागहरू हुन्छ, जस्तै टोयलेटको बिर्कोको अझ माथिको है बाहिरी भाग चाहिँ त्यहाँ चाहिँ मान्छेहरूले टच गर्ने भागहरू भयो, तिनीहरूलाई चाहिँ खाराबुकी गर्ने है, सुक्खा टावेलले पुछेर सफा गर्ने भनेर त्यो क्रम अनुसार सफा गर्दै जाने भनेर सिक्यो है हामीले। ल त्यही अनुसार अब सबभन्दा सुरुमा चाहिँ टोयलेटको भित्री भाग सरसफाइ गर्नुपर्ने थियो है। सो अब भित्री भाग कसरी सरसफाइ गर्ने अब सुरुबाट हेरौँ है त। ल यहाँ माथि हेरौँ त। सो यहाँनिर के भनेको छ हेर्नु त, बेन्जा हो आगेते, सबभन्दा सुरुमा टोयलेट सिट चाहिँ अब माथि पार्न पर्यो है, उठाउनु पर्यो माथिपट्टि। सो त्यसपछि यतापट्टि हेर्नु त, सिरोपातो नि सेन्जायो चुकेते गारा, अब जुन व्हाइट कलरको टोयलेट सरसफाइ गर्न प्रयोग हुने प्याड थियो त्यसमा चाहिँ अब सेन्जाई डिटर्जेन्ट है, अब क्लिनिङ लिक्विड चाहिँ लगाउने। त्यसपछि के गर्ने त मुनिपट्टि हेरौँ है। सो यहाँनिर हेर्नु त के लेखेको छ,
ओन्सुइसेन्ज्यो बेन्जा वा नोजुरो हिकिदास्ते भनेको छ है। सो यो ओन्सुइसेन्ज्यो बेन्जा भनेर अगाडि हामीले पढिसक्यो है, जुन चाहिँ न्यानो पानीले धुने अथवा सफा गर्ने टोयलेट सिट थियो है। सो त्यसको चाहिँ अब नोजुरो हिकिदास्ते, अब त्यहाँनिर त्यसको मुनि नोजल हुन्छ भनेर नोजलको बारेमा नि अगाडि भनिसकेँ है। सो यो एनी टाइम बाहिर हुँदैन है। सो यहाँ पिक्चरनिर देख्न सक्नुहुन्छ, यसै भित्र बाहिर गर्छ। सो यसलाई चाहिँ बटनले कन्ट्रोल गरिन्छ है। सो त्यो नोजल चाहिँ अब बाहिर निकालेर है, यहाँ धुन लागेको जस्तो छ है। सो त्यसपछि यतापट्टि हेरौँ त, यहाँनिर के लेखेको छ हेर्नु त, भात नादो दे आराई नोजुरो हो मोदोस्तेको भनेर भनेको छ है। सो त्यसपछि नोजललाई बाहिर निकाल्यो अनि भात नादो जुन माथि चाहिँ डिटर्जेन्ट लगाएको प्याड थियो, अब त्यो कुराहरूले चाहिँ आराई भनेको चाहिँ अब धोएर है, सो सफा गरेर चाहिँ नोजुरो हो मोदोस्तेको है, नोजललाई चाहिँ अब जुन पहिलेको ठाउँमा चाहिँ भित्र राख्नु पर्यो है। सो त्यसपछि अब मुनिपट्टि के लेखेको छ हेरौँ है, हल्का जुम गरिदिन्छु म अझै। सो यहाँनिर रेडमा लेखेको कुरा हेरौँ है। सो त्यहाँनिर लेखेको छ अब नोजुरो सेन्ज्यो स्विची, अब यो भनेको चाहिँ नोजल सफा गर्ने स्विच भयो। त्यो बाहेक अन्य धेरै स्विचहरू छ है यहाँनिर। सो त्यसपछि के भनेको छ त, योगो साना योनी, अब योगोसु योगोसिमास भनेको चाहिँ फोहोर बनाउनु भन्ने अर्थ हुन्छ। सो योगो साना योनी फोहोर चाहिँ नबनाउने गरी अथवा फोहोर चाहिँ नहुने गरी, ताहरू दे टावलले चाहिँ ओ भनेको चाहिँ छोप्नु अथवा ढाक्नु भन्ने अर्थ हुन्छ है। ल त्यसपछि अब मुनिपट्टि हेरौँ है। सो अब यतापट्टि के भनेको छ हेर्नु त, यहाँनिर तोरापुवा बुरासिदे ओकुमादे सिक्कारी शेष हो भनेर भनेको छ है। सो ट्र्यापको बारेमा चाहिँ हामीले अगाडिपट्टि स्योबेन कीमा पनि ट्र्यापको बारेमा जानिसक्यो है। अब यो चाहिँ टोयलेटको पुवाल्नेर है मुनिपट्टि एउटा ट्र्याप भन्ने हुन्छ, जसले चाहिँ दुर्गन्धहरू बाहिर निस्किन दिँदैन है। सो त्यो चाहिँ अब के गर्ने रे, बुरासिदे यहाँनिर पिक्चरमा देख्न सक्नुहुन्छ है तपाईँले। अब ब्रसले चाहिँ ओकुमादे भनेको चाहिँ भित्रसम्म है, भित्री भागसम्म भन्ने अर्थ हुन्छ है। सो भित्रसम्म चाहिँ सिक्खारी शेष हो है, राम्रोसँग चाहिँ सरसफाइ गरौँ भनेर भन्यो है। ल अब त्यसपछि यतापट्टि हेरौँ है। सो यतापट्टि के भनेको छ हेर्नु त, यहाँनिर बुरासिनो खाइसुनि वा केसु छुकाते नै भनेर भन्यो है। जुन अब ट्र्याप सफा गरेको ब्रस हुन्छ है, भित्रसम्म हामीले चाहिँ ओकुमादे है, भित्रसम्म चाहिँ राम्रोसँग ब्रसले सफा गर्छौँ है। अब त्यो ब्रसको चाहिँ अब खाइसु भनेको चाहिँ सङ्कलन गर्ने राख्ने बेलामा चाहिँ केस हो चुखाते नै, केस बक्स चाहिँ प्रयोग गर्ने है भनेर भन्यो है। सो अब यो केस बक्स किन प्रयोग गर्ने त भन्दा यहाँ मुनिपट्टि हेरौँ है, यहाँनिर लेखेको कुरा हेर्नु त, ओसु यो थारा साना यो नि केसुदे उकेरु भनेर भने है। अब ओसुई भनेको फोहोर पानी है, त्यो ब्रसमा त अब फोहोर पानी लागेको हुन्छ है। सो त्यो चाहिँ अब थारा साना योनी भनेको चाहिँ अब तारासु भनेको चाहिँ चुहाउनु भन्ने अर्थ हुन्छ क्या। सो तारा साना योनी है, नचुहाउने गरी चाहिँ अब खेसुदे उकेरु भनेको चाहिँ त्यो केस बक्समा चाहिँ हामीले लिने है, ब्रसको सङ्कलन गर्ने बेलामा चाहिँ त्यो केस बक्स प्रयोग गरेर त्यो फोहोर पानी चाहिँ नचुहाउने गरी चाहिँ लिने राख्ने भनेर भन्यो है। ल यसमा चाहिँ अब यति कुरा छ है। ल अब यतापट्टि पेज चाहिँ यस्तो खालको छ है। सो तपाईँले सरर पिक्चर हेर्न सक्नुहुन्छ। सो अगाडि हामीले के सिक्यो त, टोयलेटको भित्री भागहरू सरसफाइ गर्ने थियो सुरुमा। सो फर्स्टमा चाहिँ हामीले नोजल सफा गर्न सिक्यो, त्यसपछि ट्र्याप है जुन चाहिँ टोयलेटको प्वाल मुनि हुन्छ, जसले चाहिँ दुर्गन्धहरू बाहिर निस्कन दिँदैन है, त्यो ट्र्याप चाहिँ अब कसरी सरसफाइ गर्ने त्यो कुराहरू सिक्यो है। सो अब कन्टिन्यू गरौँ है, यतापट्टि के छ हेरौँ है त माथिबाट। ल अब यहाँनिर हेर्नु त, भेन किनाइन शेष हो देवा, अब हामीले चाहिँ दिशा गर्ने कमोड है, त्यसको चाहिँ भित्री भाग चाहिँ सरसफाइ गर्दैछौँ। सो त्यसको सरसफाइमा चाहिँ अब अथवा सरसफाइ गर्ने बेलामा चाहिँ यहाँ मुनिपट्टि लेखेको कुरा हेर्नु त, हिजा हो चुकाना यो नि चुई भनेर भनेको छ है। सो हिजा हो चुकु भनेको चाहिँ गुडा टेक्नु भन्ने अर्थ हुन्छ। सो हिजा हो चुकाना यो नि भनेको चाहिँ गुडा नटेक्ने गरी चाहिँ ध्यान दिन पर्यो है, यो टोयलेटको चाहिँ भित्री भाग पुस्ने बेलामा है। ल अब त्यसपछि यतापट्टि के भनेको छ हेरौँ है। सो यहाँनिर लेखेको कुरा हेर्नु त, रिमुनो रगावा नि यो गरेका चुकु नहुँदै सिक्कारी त शेष हो सिनाइ त इकेनाइन्दा भनेर भनेको छ है। सो यो भनेको चाहिँ के हो त भन्दा रिमुनो उरागावा भनेर भनेको छ है। सो अब सबभन्दा सुरुमा रिम भनेको है, अगाडि हामीले सेउबेन्कीमा पनि पढ्यो रिम भनेको के हो भनेर, जुन यो खुल्ला भाग हुन्छ है शौचालयको। सो त्यसको चाहिँ बाहिरी किनारा भागलाई चाहिँ
रिम भनेर भन्छ है। सो यहाँनिर तपाईँले यहाँ म गोलो लगाइदिन्छु। यो बाहिरको किनारा किनारा भागलाई चाहिँ रिम भनेर भन्छ क्या। सो यो रिमको चाहिँ उरागावा भनेको चाहिँ पछाडिपट्टि भन्ने अर्थ हुन्छ। तर यहाँनिर पिङ्क कलरमा देखाइरहेको छ है, त्यो किनारा किनाराको चाहिँ मुनिपट्टिको भाग है। सो त्यसमा चाहिँ यो गरेका छुक्कुन हुँदै है, फोरहरू चाहिँ टाँसिने त्यस्तो हुन्छ। त्यसैले सिक्कारी त एकदम राम्रोसँग चाहिँ सरसफाइ नगरी हुँदैन, सरसफाइ गर्नुपर्छ भनेर भनेको है। ल अब यति गरिसकेपछि हाम्रो दाइ बेन्कीको है शौचालय कमोडको चाहिँ भित्री भागहरू हामीले सरसफाइ गरेर सकायो है। सो त्यसपछि अब सेकेन्ड नम्बरमा के थियो, शौचालयको बाहिरी भागहरू जसलाई चाहिँ मिजुबुकी गर्नु पर्थ्यो है। बाहिरी भाग तर हल्का फोहोर हुन सक्ने भागहरूलाई चाहिँ अब मिजुबुकी गर्ने सेकेन्ड नम्बरमा भनेर भनेको थियो है। सो अब कुन भागलाई चाहिँ अब एकदम निचरेको टावेलले मिजुबुकी गर्ने, पुछेर सफा गर्ने भन्ने कुराहरू अब मुनिपट्टि हेरौँ है त। ल अब यहाँनिर के भनेको छ सबभन्दा सुरुमा हेरौँ है। अब यहाँनिर भनेको छ चुगिवा खाताकुसिबोत्ता बेचुनो ताओरो नि मोची खाएते भनेर भनेको छ है। सो यो भनेको चाहिँ के हो त भन्दा अब हामीले टोयलेटको भित्री भागहरू सरसफाइ गऱ्यो है। सो त्यसपछि हामीले टोयलेटको बाहिरी भाग है, जुन फोहोर हुन सक्ने बाहिरी भागहरू हुन्छ त्यसलाई चाहिँ मिजुबुकी गर्ने भनेर भनेको थियो है। सो त्यसको लागि चाहिँ अब यहाँनिर के लेखेको छ हेर्नु त, खताकु सिबोत्ता है, एकदम मजाले निचरेको चिसो चिसो चाहिँ अब मुनिपट्टि बेचुनो ताओहरू नि मोची खाएते भनेर भनेको छ है। सो बेचुनो ताओहरू भनेको चाहिँ अर्को टावेलमा चाहिँ मोची खाएरू भनेको चाहिँ परिवर्तन गर्नु भन्ने अर्थ हुन्छ क्या। सो हामीले चाहिँ टोयलेटको लागि प्रयोग गर्ने छुट्टै टावेल हुन्छ नि त। सो यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ पिङ्क कलरको टावेल छ है। सो यो पिङ्क कलरको टावेल चाहिँ अब टोयलेट प्रयोगको लागि युज हुन्छ है। यो व्हाइट टावेल चाहिँ हामीले अगाडि स्विचहरू छोप्न ढाक्नको लागि प्रयोग गरेको थियो है। सो यो व्हाइट टावेल चाहिँ अहिले यहाँ टोयलेटको बाहिरी फोहोर हुने भागहरू पुस्नको लागि चाहिँ युज हुँदैन है। सो यो पिङ्क कलरको टावेल चाहिँ युज गर्न पर्यो है। सो यो टावेल चाहिँ अब पानीमा भिजाएर एकदम बल लगाएर निचोरेको है, खाताकुसिबोत्ता टावेल हुनु पर्यो, पिङ्क कलरको टावेल चाहिँ हुनु पर्यो है। सो त्यसपछि मुनिपट्टि हेरौँ है के गर्नुपर्छ भनेर। ल यहाँनिर के लेखेको छ हेर्नु त, यसमा भेन्किनो सोतोगावा हो फुकिआकेरुन्दा भनेर भनेको छ है। सो हामीले पिङ्क कलरको टावेल लियो है। सो त्यसपछि त्यसलाई चाहिँ पानीमा भिजाउने, एकदम बल लगाएर निचोर्ने है, मिजुबुकी गर्नको लागि रेडी बनाउने। सो त्यसपछि चाहिँ भेन्किनो सोतोगावा शौचालयको अथवा यो टोयलेटको चाहिँ बाहिरी भागहरू जहाँ चाहिँ फोहोर लाग्न सक्ने भागहरू सुरुमा गर्नु पर्थ्यो है। सो त्यो भागहरूलाई चाहिँ अब मजाले पुछेर सकाइन्छ भनेर भन्यो है। ल अब त्यसपछि यहाँ हेरौँ है कुन भागहरू चाहिँ मजाले सफा गरेर पुछ्न पर्ने रहेछ, मिजुबुकी गर्नुपर्ने रहेछ हेरौँ है। ल अब यहाँनिर हेर्नु त, अझै जुम गरिदिन्छु ल म, यो हल्का बुझ्न नसक्छ। ल अब यहाँनिर हेर्नु त के लेखेको छ त्यसमा, फुता बेन्जानो उरागावा है, बिर्कोको मुनिपट्टिको भाग, पछाडिको भाग, अनि बेन्जा टोयलेट सिटको चाहिँ मुनिपट्टिको भाग है। सो यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ, सरी। सो यहाँनिर हेर्नु त बिर्कोको मुनिपट्टिको भाग भयो, अनि यो चाहिँ टोयलेट सिटको मुनिपट्टिको भाग भयो है। सो यिनीहरूलाई चाहिँ मजाले मिजुबुकी गर्ने है यो पिङ्क कलरको टावेलले। ल अब त्यसपछि यहाँनिर के भनेको छ हेर्नु त यतापट्टि, इच्छिदो फुइ तारा ताओरू हो ओरिखाइसु भनेर भनेको छ है। सो यो चाहिँ हामीले अगाडि पढेकै कुरा क्या, जुन हामीले टावेल प्रयोग गरेर पुछ्ने बेला के सिकेको थियो त, एकचोटि सर पुछेपछि चाहिँ त्यो भाग फोहोर हुन्छ, हामीले चाहिँ 8 तह हुने गरी चाहिँ पट्टाको हुन्छ। सो त्यो भाग फोहोर भएपछि भित्रको सफा भाग निकालेर पुछ्ने त्यस्तो गरिदिन्थ्यो नि त। सो त्यही भनेको छ है, एकचोटि पुछेपछि चाहिँ ताओरू हो ओरिखाएछु है, टावेलको फोल्डिङलाई चाहिँ फर्काएर भित्रको किरेना मेन है सफा भागले चाहिँ पुछ्दै गर्ने भनेर भनेको है। ल मुनिपट्टि भनेको छ यो त्यही माथिको सेम कुरा है, हिजा चुखानायो नि च्युई भनेर भनेको छ है, घुँडा चाहिँ नटेक्ने गरी ध्यान दिने भनेर भन्यो है। ल अब त्यसपछि यतापट्टि हेरौँ है, यहाँनिर के लेखेको छ हेर्नु त, बेन्जानो उसिरो माथि सिक्कारी फुकु भनेर भनेको छ है, टोयलेट सिटको चाहिँ पछाडि भागसम्म चाहिँ राम्रोसँग पुस्ने भनेर भनेको छ है। सो यहाँनिर लेखेको कुरा के छ, यतापट्टि एरो देखाएर हेर्नु त, मुनतिर माथिबाट मुनतिर एरो देखाएको छ है। सो यहाँनिर लेखेको छ उहे कारा सिताहे फुइतेइकु भनेर भनेको छ है, जहिले पनि हामी माथिको भागबाट चाहिँ मुनतिर पुस्दै जानुपर्छ है। सो यो कुराहरू चाहिँ ध्यान दिन पर्यो। ल अब यो पिक्चर चाहिँ यस्तो खालको छ है। सो अगाडिपट्टि हामीले के सिक्यो त, टोयलेटको भित्री भाग सफा गर्ने, त्यसपछि
टोयलेटको बाहिरी भाग सफा गर्ने, बाहिरी पनि हल्का फोहोर हुन सक्ने भागहरू है। सो तिनीहरूलाई चाहिँ पिङ्क कलरको टावेलले मिजुबुकी गर्ने कुराहरू सिक्यो, कुन कुन भाग हो भनेर छुट्याएर त्यहाँ पढ्यो है। सो अब 3 नम्बरमा के थियो त, अझ बाहिरका भागहरू के, जहाँ चाहिँ फोहोर चाहिँ त्यति धेरै हुँदैनन् तर मान्छेले चाहिँ छुने भागहरू है, टच गर्ने भागहरू। सो तिनीहरूलाई चाहिँ खाराबुकी गर्न पर्थ्यो, सुक्खा टावेलले पुस्न भनेर भनेको थियो है अगाडिपट्टि हामीले पढ्ने बेलामा। सो अब त्यो बाहिरीका भागहरू र मान्छेले टच गर्ने भागहरू चाहिँ कसरी सरसफाइ गरिन्छ, यसमा चाहिँ हामी त्यो कुराहरू हेर्छौँ है त। ल अब त्यसपछि यतापट्टि हेरौँ है सबभन्दा सुरुमा। ल यहाँनिर के भनेको छ हेरौँ है। सो अझै हल्का जुम गरिदिन्छु है म। सो अब यहाँनिर भनेको छ सिआगे वा धेगा फुरेरु तोकुरो खवाइता ताओरु दे खराबुकी स्तेको भनेर भन्यो है। सो यो भनेको चाहिँ के हो त भन्दा सिआगे वा, सिआगे भनेको चाहिँ अन्तिम सफाइ अथवा फिनिसिङ स्टेप भन्ने अर्थ हुन्छ है। सो अन्तिम सफाइ चाहिँ अब के गर्ने रे, धेगा फुरेरु तोकुरो है, हातले चाहिँ छुने ठाउँहरू अथवा मानिसले चाहिँ हातले टच गर्ने ठाउँहरूलाई चाहिँ खवाइता ताओरु दे, अब सुक्खा टावेलले चाहिँ खराबुकी गर्दै जाउँ भनेर भन्यो है। सो खाराबुकी भनेको चाहिँ जुन सुक्खा टावेल हुन्छ, सुकेको टावेल, त्यसले चाहिँ मजाले सफा गरेर सकाउनलाई चाहिँ खाराबुकी गर्नु भनेर भन्छ है। सो मान्छेले है हातले टच गर्ने ठाउँहरूलाई चाहिँ खाराबुकी गर्न पर्यो, सुक्खा टावेलले पुस्न पर्यो है। ल अब कुन कुन भागहरू पुस्न पर्यो त, अब त्यो कुराहरू हेर्दै जाउँ है। सो सबभन्दा सुरुमा यहाँ माथि लेखेको कुरा हेर्नु त, अझै जुम गरिदिन्छु है म। अब यहाँनिर भनेको छ तेबुकुरो हाजुसु है, पन्जा चाहिँ निकाल्ने खोल्ने भनेर भन्यो है। सो यो बाहिरका भागहरू अथवा मान्छेले टच गर्ने भागहरू यिनीहरू चाहिँ त्यति धेरै फोहोर पनि हुँदैन, सो पन्जा चाहिँ त्यति आवश्यक पर्दैन है। सो त्यसपछि यहाँनिर के लेखेको छ हेर्नु त, थाङ्खु है, जुन यो पानीवाला ट्याङ्क हुन्छ है, ट्याङ्की पार्ट भयो। सो त्यसलाई चाहिँ मजाले पुस्ने है, खाराबुकी गर्ने। त्यसपछि यतापट्टि हेरौँ है। सो सबभन्दा सुरुमा यहाँ माथिको है, यहाँनिर लेखेको कुरा हेर्नु त, धोइरे तोपे पा फोरुदा भनेर भनेको छ है। सो यो भनेको चाहिँ के हो त, टोइलेट पेपर फोल्डर भयो क्या, जुन चाहिँ टोइलेट पेपरलाई फोल्ड गरेर यहाँ राखिन्छ, यहाँनिर देख्न सक्नुहुन्छ। यो चाहिँ टोइलेट पेपर फोल्डर भयो, यो चाहिँ मान्छेले सजिलै टच गर्ने ठाउँहरू भयो है। सो त्यसपछि यतापट्टि के लेखेको छ हेर्नु त, स्विच प्यानल है, यो स्विच प्यानलहरू भयो। सो यिनीहरू चाहिँ मान्छेले टच गर्ने ठाउँ भयो है। सो यिनीहरूलाई चाहिँ खाराबुकी मजाले सुक्खा टावेलले सरर पुछेर सफा गर्ने है। ल अब त्यसपछि अझै मुनिपट्टि यहाँ के भनेको छ हेर्नु त, बेन्जा फुतानो ह्योमेन है। सो यो चाहिँ बेन्जा जुन चाहिँ टोइलेट सिट भयो, फुता भनेको ढगनी भयो। सो तिनीहरूको ह्योमेन भनेको चाहिँ बाहिरी सतह अथवा माथिल्लो भाग भन्ने अर्थ हुन्छ है। ल तिनीहरूको चाहिँ अब बाहिरी सतह है, यो बिर्कोको चाहिँ माथिपट्टिको भाग क्या, बाहिरी सतह सफा गर्ने, मजाले पुस्ने है। सो यो टोइलेट सिट हुन्छ, यो एरो पिक्चरमा चाहिँ यो 3D वाला छैन नि त, सो यहाँनिर चाहिँ अलिकति झुक्किन सक्छ। यो बेन्जाको चाहिँ माथिपट्टिको भाग हो है, खासमा टोइलेट सिटको माथि जहाँ चाहिँ हामी बस्छौँ नि, सो त्यो भाग हो है। सो त्यो भागहरू चाहिँ मजाले पुछेर सफा गर्नु पर्यो भनेर भन्यो है। ल अब त्यसपछि मुनिपट्टि के भनेको छ हेरौँ है। होकुरिगा तामारिया सुइबास्यो खाक्रिन सिते हो कि खिरैनी फुकितो त्यागे तेने भनेर भने है। सो यो भनेको चाहिँ के हो त भन्दा, होकुरिगा तामारिया सुई भनेको धुलो डस्टहरू चाहिँ सजिलै थुप्रिने है, जम्मा हुने ठाउँहरू चाहिँ हामीले खाक्रिन सिते हो कि है, चेक जाँच अवलोकन अथवा कन्फर्म गरेर राख्नु पर्यो है। सो अब त्यस्तो ठाउँहरू चाहिँ के गर्ने त, मुनिपट्टि हेर्नु त, किरेनी फुकितो त्यागे तेने भनेर भन्यो है। सो यो राम्रोसँग फुकितोरु भनेको चाहिँ पुछेर हटाउने भन्ने अर्थ हुन्छ है। सो त्यस्तो ठाउँको धुलोहरू चाहिँ राम्रोसँग सफासँग चाहिँ पुछेर हटाउने है, त्यसपछि सरसफाइको काम सकाउने भनेर भन्यो है। ल अब यतापट्टि हेरौँ है। सो यहाँनिर देखाएको छ है कस्तो ठाउँमा चाहिँ एकदम सजिलै धुलोहरू चाहिँ जम्मा हुने थुप्रिने हुन्छ भनेर यहाँनिर देखाएको छ है। ल अझै जुम गरिदिन्छु। सो यहाँनिर हेर्नु त, यहाँ माथि भनेको कुरा। ल यहाँनिर भनेको छ अब सुकिमा नो होकोरी। अब यो सुकिमा भनेको अगाडि हामीले मिनिङमा लेखाइदिइसकेको छ है। सो सुकिमा भनेको चाहिँ कुनै पनि दुईटा वस्तु बिचको एउटा सानो खाली ठाउँलाई चाहिँ सुकिमा भन्छ क्या। सो यहाँनिर तपाईँले पिक्चरमा देख्नु पनि सक्नुहुन्छ है, त्यहाँ पिङ्क कलरको ठाउँ है हाइलाइट गरिदिएको छ।
सो जस्तै यो अगाडिको टोयलेट भयो पछाडिको चाहिँ ट्याङ्की भयो यो दुईटा वस्तुको बिचको यो खाली ठाउँलाई चाहिँ सुकिमा भन्ने भयो है सो यसमा चाहिँ डस्ट धुलोहरू चाहिँ सजिलै थुप्रिने टाँसिने त्यस्तो हुने भयो सो यो ठाउँलाई चाहिँ मजाले पुछेर सफा गर्नुपर्छ भनेर भन्यो है ल त्यसपछि अन्य अरू ठाउँहरू जस्तै यहाँनिर हेर्नु त सो यतापट्टि भनेको छ रेबानो योगरे है जुन लिभर हुन्छ तलमाथि गराउने त्यो लिभरको चाहिँ अब त्यसमा फोरहरू छ भने पनि पुछ्नु पर्यो है सो त्यसपछि अब मुनिपट्टि छ कोदो रुई है कोदो भनेको तार भइहाल्यो तार प्रकार भनेर भनेको छ सो यहाँनिर अब देखाइरहेको चाहिँ तार पनि अब त्यहाँनिर फोरहरू छ तारमा चाहिँ केही डस्टहरू छ भने मजाले पुछेर सफा गर्नु पर्यो है ल अब त्यसपछि मुनिपट्टि के लेखेको छ हेर्नु त यहाँनिर सुकिमा वा थाहरू रो पुज्याउनी सुरु नादो कुफु सुरु त इयो भनेर भने है सो यो भनेको चाहिँ के हो त एउटा एउटा गरी बुझौँ है सो यहाँ माथिपट्टि हेर्नु त सबभन्दा सुरुमा सुकिमावा जुन चाहिँ भर्खर हामीले सुकिमाको बारेमा अगाडि माथि पढ्यो है जहाँ चाहिँ डस्टहरू सजिलै थुप्रिने है जम्मा हुने हुन्छ सो त्यो ठाउँ सरसफाइ गर्ने बेलामा चाहिँ अब के गर्ने रे त अब थाहरू रो पुज्याउनी सुरु है टावेललाई चाहिँ रो पुज्याउनी सुरु भनेको चाहिँ डोरी जस्तो आकार बनाउने भनेको है यो रोपु भनेको रोप डोरी भयो है सो टावेललाई चाहिँ मुनिपट्टि देख्न सक्नुहुन्छ यहाँनिर टावेललाई चाहिँ रोप डोरी जस्तो आकार बनाएको छ है अब त्यस्तो आदि गरेर चाहिँ अब मुनिपट्टि के लेखेको छ हेर्नु त कुफु सुरु त इयो भनेर लेखेको छ है यो कुफु सुरु भनेको चाहिँ काम अझ राम्रो छिटो सजिलो वा सफा हुने गरी क्या आफ्नो तरिका मिलाउने अथवा उपाय निकाल्ने क्या अब यो भनेको मतलब चाहिँ के हुने रहेछ त जुन सुकीमा सरसफाइ गर्ने बेलामा चाहिँ हामीले यो टावेल जुन छ सो यसलाई चाहिँ अब डोरी जस्तो आकार बनाउने है सो त्यसपछि आफ्नो एउटा उपाय निकालेर है यो डोरी जस्तो आकार बनाएर सो एउटा अझ राम्रो छिटो सजिलो वा सफा हुने गरी चाहिँ हामीले सरसफाइ गर्नु पर्यो है त्यस्तो गर्दा चाहिँ राम्रो हुन्छ भनेर भन्यो है ल अब त्यसपछि यतापट्टि हेरौँ है सो अन्तिममा केटीले के भनेको छ यहाँनिर हेर्नु त दाइबेन किनो सेसौगा खान्ड्यो सिमास्ता भनेर भने है सो अब फाइनल्ली दाइबेन कि यो शौचालय कमोडको सरसफाइ चाहिँ सकियो समाप्त भयो भनेर भन्यो है ल अब टोयलेट सरसफाइको अन्तिम भाग चाहिँ यस्तो छ है सो एक नम्बरमा चाहिँ हामीले गोमी बाकोहरू गर्यो त्यसपछि सेनमेन दाई जुन वास बेसिनहरू सरसफाइ गर्यो त्यसपछि स्योबेन्की गर्यो दाइबेन्की गर्यो है सो अब अन्तिम 5 नम्बरमा कुन गर्नुपर्ने थियो त युखा है भुइँ भाग चाहिँ सरसफाइ गर्नु पर्थ्यो अन्तिममा है सो अब अन्तिमको सरसफाइ भुइँको सरसफाइ चाहिँ हामीले यसमा सिक्छौँ है त ल अब यहाँ माथिबाट के भनेको छ हेरौँ है ल यहाँनिर हेर्नु त युखा नि गोमिङ्गा तामारुनोदे झिझाइ बौकिया हान्देगा त सोझिकिदे खाइसु सितेकारा भनेर भनेको छ है सो यो भनेको चाहिँ के हो त माथिबाट हेर्नु त युखा नि अब यो जुन अन्तिमको हाम्रो भुइँको सरसफाइ है सो भुइँमा चाहिँ अब गोमिङ्गा तामारुनोदे फोहोरहरू चाहिँ थुप्रिने जम्मा हुने भएको भएर चाहिँ जिजाइ बौकी जुन चाहिँ एडजस्टेबल झाडु थियो अगाडिपट्टि हामीले पेज नम्बर 22 मा पढेको थियो है सो जिजाइ बौकी र हान्डे गाता सौजिकी जुन ह्यान्डी प्रकारको भ्याक्युम क्लिनर थियो त्यो प्रयोग गरेर चाहिँ खाइसिउ सितेकारा है हामीले सङ्कलन फोहोरहरू चाहिँ सङ्कलन गरेपछि त्यसपछि मुनिपट्टि के गर्ने रे हेर्नु त यहाँनिर हेर्नु है सो यहाँनिर भनेको छ अब खताकुसिबो त म पुदे युखा मिजुबुकिसियो भनेर भन्यो है सो एकदम बल लगाएर निचोरेको है खाताकुसिबोत्ता भनेको बल लगाएर निचोरेको मपले चाहिँ अब युखा हो मिजुबुकिसियो भनेर भन्यो है भुइँलाई चाहिँ अब वेट क्लिनिङ गरौँ है मिजुबुकी भनेको चाहिँ जुन मपलाई चाहिँ पानीमा भिजाउने त्यसपछि बल लगाएर निचोर्ने है सो चिसो चिसो भएको मपको अवस्थाले चाहिँ पुस्नेलाई चाहिँ मिजुबुकी गर्ने भन्छ है सो भुइँलाई चाहिँ त्यसरी पुछेर सकाउँ सरसफाइ गरौँ भनेर भन्यो है ल अब यहाँ मुनिपट्टि रेडमा के लेखेको छ हेर्नु त अब यहाँनिर भनेको छ ओधारेसी वा योगोरेयासुई भनेर भनेको छ है सो ओधारेसी भनेको चाहिँ यो युरिनलको मुनिपट्टि बिछाइने यो ढुङ्गा टाइपको है सो यो अगाडि पढिसक्यो हामीले सो यो भाग चाहिँ अब योगोरेयासुई भनेको सजिलै फोहोर हुने त्यस्तो हुन्छ है सो यसलाई चाहिँ राम्रोसँग मपले चाहिँ पुस्नु पर्यो मिजुबुकी गर्नु पर्यो है सो मपको बारेमा चाहिँ हामीले पेज नम्बर 30 मा पढिसक्यो है कसरी सरसफाइ गरिन्छ भनेर ल अब त्यसपछि यतापट्टि के भनेको छ हेरौँ है सो यहाँनिर हेर्नु त कुनो त कि रागु हो बेन्किनी बुचकेनायो नि चिउस्तेने भनेर भन्यो है सो यो मप लगाउने बेलामा चाहिँ
अब यो रागु भनेको चाहिँ यो मपको रेखा रेखा भएको अगाडिको भाग है सो अगाडि पढिसक्यो हामीले सो त्यो चाहिँ बेन्किनी यो शौचालय अथवा युरिनलमा चाहिँ बुचुकेना योनी नठोक्काउने गरी चाहिँ ध्यान दियो है भनेर भन्यो है ल अब मुनिपट्टि के भनेको छ हेर्नु त यहाँनिर यो रातोमा बेन्कीका वारेरु नहुँदै चुई भनेर भनेको छ है सो यो ठोक्काउँदा चाहिँ बेन्की यो युरिनल शौचालय चाहिँ अब भत्किने फुट्ने हुन सक्छ सो त्यही भएर चिउई ध्यान दिउँ भनेर भन्यो है ल अब मुनिपट्टि यहाँ अर्को के भनेको छ है यहाँनिर हेर्नु त ओबुचु इरेया गोमिवाको नसितामो वासुरे जुनी फुइते वैतेने भनेर भन्यो है सो ओबुचु इरे भनेको चाहिँ यो पनि डस्टबिन जस्तै हो है तर टोयलेट सम्बन्धी फोहोरहरू राख्ने कन्टेनर जस्तो है सो जस्तै सेनिटरी प्याडहरू भयो त्यसपछि टिस्युहरू भयो है तिनीहरू फ्याल्ने कन्टेनर भयो है अब गोमिबाको भनेको चाहिँ नर्मली फोहोर फ्याल्ने डस्टबिनहरू त्यस्तो भइहाल्यो है सो तिनीहरूको मुनिपट्टि पनि रे है सितामो भनेको तिनीहरूको मुनि पनि वासुरे जुनी भनेको नबिर्सिकन है वासुरे नाइदे वासुरे जुनी नबिर्सिकन चाहिँ अब फुइते वैतेने पुछेर राख्ने सफा गरेर राख्ने भनेर भन्यो है सो मुनिपट्टि हेर्न सक्नुहुन्छ सितामो फुकु है यो डस्टबिन भएको मुनिपट्टिको भाग पनि सफा गरेर पुछेर राख्ने भनेर भन्यो है ल अब त्यसपछि अन्तिममा के भनेको छ यतापट्टि हेर्नु त साइगुनी खराबुकी होसिते सियागेयो भनेर भन्यो है सो अन्तिममा चाहिँ हामीले के गर्ने रे खराबुकी एकदम सुक्खा है नभिजेको एकदम सुक्खा मपले चाहिँ मजाले पुस्ने सरसफाइ गर्नेलाई खराबुकी गर्ने भन्छ है सो त्यो गर्ने त्यसपछि सियागेयो भनेर भनेको छ है सियागेरु भनेको अन्तिमको कामलाई चाहिँ फिनिसिङ टच गर्नु है फिनिसिङ गर्नु सकाउनु भन्ने अर्थ हुन्छ है सो योभन्दा अगाडि चाहिँ एकदम मिजुबुकी गरेको थियो नि त मपले चाहिँ एकदम निचोरेको मपले चाहिँ मजाले पुछेको थियो सो त्यसपछि अन्तिममा है त्यो गरिसकेपछि अन्तिमको काम चाहिँ एकदम सुक्खावाला मपले चाहिँ पुछेर सबै फिनिसिङ टच गर्ने सकाउने कामलाई भनेर भन्यो है ल अब मप चलाउने कुराहरू त सबै हामीले अगाडि सिकिसक्यो है सो अब यति गरेपछि हामीले टोयलेट सरसफाइको सम्पूर्ण कुराहरू चाहिँ सक्यो है त यो भिडियोमा